Hi everyone, welcome back to another class. आज हामी सुरु गर्दैछौँ बिजनेस एन्ड टेक्नोलोजीको च्याप्टर नम्बर 2 बिजनेस अर्गनाइजेसन एन्ड स्ट्रक्चर। यो भन्दाको अगाडिको लेसनमा हामीले बिजनेस अर्गनाइजेसन भनेको के हो, कसरी फर्म हुन्छ, कहाँ अपरेट हुन्छ भन्ने कुरा पढ्यौँ। यो लेसनमा हामी के पढ्छौँ भन्ने कुरा एक्चुअली च्याप्टर लर्निङ अब्जेक्टिभ हेरौँ अनि यो लेसनलाई स्टार्ट गरौँला है त। सुरुमा हामीले पढिन्छ फर्मल अर्गनाइजेसन भनेको के हो, इन्फर्मल अर्गनाइजेसन भनेको के हो र त्यसको स्ट्रक्चरहरू कति टाइप्सको छ, जस्तै इन्टरप्रेन्युअल स्ट्रक्चर, फङ्सनल, म्याट्रिक्स, डिभिजनल, जियोग्राफिकल, बाई प्रडक्ट अनि थुप्रै कुरा जस्तै बाउन्ड्रीलेस, बाउन्ड्री अर्गनाइजेसन, भर्चुअल भने के हो, हलो भने के हो र मोड्युलर अर्गनाइजेसन भनेको के हो। त्यसपछि बेसिक अर्गनाइजेसनको कन्सेप्टहरू, त्यसमा ओनरसिप एन्ड म्यानेजमेन्ट कसले ह्यान्डल गर्छ, के हुन्छ, डाइरेक्सन एन्ड म्यानेजमेन्ट कसको हातमा हुन्छ, स्प्यान अफ कन्ट्रोल के भने के हो, स्केलर चेन भनेको के हो, आउटसोर्सिङ, अपसोरिङ, सेयर सर्भिस, यो सबै कुरा पनि हामीले पढ्छौँ। त्यसपछि छ स्ट्राटेजिक, ट्याक्टिकल र अपरेसनल लेभलको मान्छेहरूको फङ्सन के हो, उनीहरूको स्ट्रक्चर कसरी बना हुन्छ, कसले कसलाई रिपोर्ट गर्ने, कसले कसलाई कन्ट्रोल गर्ने भन्ने पनि हामीले यो लेसनमा सिक्छौँ। अनि नेक्स्ट कुरा छ सेन्ट्रलाइजेसन र डिसेन्ट्रलाइजेसनको कन्सेप्ट। अनि अर्को छ डिपार्टमेन्ट अनुसारको छुट्टा छुट्टै उनीहरूको फङ्सनहरू, रिसर्च एन्ड डेभलपमेन्टले के गर्छ, फाइनेन्सले के गर्छ भन्ने कुराहरू। अब अर्को लास्टमा छ हाम्रो मार्केटिङ। मार्केटिङ के हो, कस्तो हो, मार्केटिङ भनेको एडभर्टाइजमेन्ट हो कि होइन, अनि यसमा मिक्स मार्केटिङ मिक्सहरू के छ, कसरी गर्ने, कुन बिजनेसलाई कस्तो गर्दा ठिक हुन्छ, प्राइसिङ स्ट्राटेजीहरू के राख्ने भनेर यो सबै थुप्रै कुरा मार्केटिङको बारेमा नि पढ्छौँ। यो सबैलाई हामीले चाहिँ 6वटा कम्पार्टमेन्टमा डिभाइड गरेर 1 बाई 1 पढ्दै जान्छौँ। सुरुमा हामी अर्गनाइजेसनल स्ट्रक्चर पढ्छौँ, त्यसपछि त्यसको कन्सेप्टहरू पढ्छौँ, अनि सेन्ट्रलाइजेसन, डिसेन्ट्रलाइजेसन, त्यसपछि एन्थोनी स्ट्रेङ्गल, अनि मेन डिपार्टमेन्ट र लास्टमा मार्केटिङ पढेर यो लेसनलाई कन्क्लुड गर्छौँ। अब हामी हेरौँ सेक्सन नम्बर 1 अर्गनाइजेसनल स्ट्रक्चर। अब अर्गनाइजेसनल स्ट्रक्चर भनेको के हो, अर्गनाइजेसनको गोल अनुसार फरक फरक स्ट्रक्चर हुन्छ, फरक फरक तरिकाले अर्गनाइजेसन फर्म हुन्छ भनेर हामीले पढिसक्यौँ। अर्गनाइजेसनल स्ट्रक्चर इट कन्सर्न्ड विथ द वे इन विच वर्क इज डिभाइडेड एन्ड एलोकेटेड। अब कसले कुन काम गर्ने, कसले के गर्ने, कसले कसरी गर्ने भनेर काम डिभाइडेड र अलोकेटेड भएको प्रक्रियालाई नै हामी अर्गनाइजेसनल स्ट्रक्चर भनेर बुझ्न सकिन्छ। There are several possible ways in which organization can be structured. For this exam, you need to be familiar with each of them, as well as being able to weigh off their advantage and disadvantage. हजुरले यो लेसन पढि भ्याउँदा चाहिँ अर्गनाइजेसन स्ट्रक्चर भनेको के हो, कस्तो टाइपको हुन्छ त त्यो अर्गनाइजेसन भनेको के हो, त्यसको स्ट्रक्चर, अनि त्यसपछि त्यसको एडभान्टेज र डिसएडभान्टेज पनि छुट्याउन सक्ने हुनु पर्यो। म 1 बाई 1 गर्दै इक्जाम्पल सहित हजुरलाई बुझाउने कोसिस गर्छु। Now let's start इन्टरप्रेन्युअल स्ट्रक्चर। अब इन्टरप्रेन्युअल स्ट्रक्चर भनेको के हो भन्दाखेरि अघि हामीले लेसन 1 मा पढाएको थियौँ सोल ट्रेडर हो, त्यो सोल ट्रेडरमा लागु हुने स्ट्रक्चरलाई इन्टरप्रेन्युअल स्ट्रक्चर भनेर बुझ्न सकिन्छ। यो चाहिँ ओनरै म्यानेजर हुन्छ, ओनर इज एभ्रिथिङ, सबै कुरा ओनरको वरिपरि रिभल्भ हुने स्ट्रक्चरलाई हामी इन्टरप्रेन्युअल स्ट्रक्चर भनेर बुझ्न सकिन्छ। यो चाहिँ सानो तरिकाको बिजनेसमा हुन्छ जो अर्ली डेभलपमेन्टमा छ, भर्खरै स्टार्ट भइरहेछ, फाइनेन्सिङ धेरै छैन अनि सामानहरू धेरै छैन, त्यसले चाहिँ इन्टरप्रेन्युअल स्ट्रक्चर फलो गर्छ। मानौँ एउटा राम भन्ने मान्छेको किराना पसल छ, त्यसले चाहिँ के हुन्छ भन्दाखेरि राम हुन्छ र रामको पछाडि एउटा इम्प्लोइज हुन्छ, त्यहाँ चाहिँ राम र इम्प्लोइजले मिलेर त्यो अर्गनाइजेसन चलाइरहेछ, त्यसमा चाहिँ इन्टरप्रेन्युअल स्ट्रक्चर फलो हुन्छ। अब हामी हेरौँ यसको एडभान्टेज र डिसएडभान्टेज। तपाईँ रामको किराना पसललाई एउटा इमेजिनेसन गर्नु, एउटा किराना पसल छ, राम किराना पसल भनेर, त्यसैलाई हामी एडभान्टेज र डिसएडभान्टेज गर्दै पढ्दै जान्छौँ। फास्ट डिसिजन मेकिङ। अब फास्ट डिसिजन मेकिङ कसरी हुन्छ, रामको किराना पसलमा एउटा कस्टमर आयो, उसले माग्यो
यो बिस्किट त 10% डिस्काउन्टमा दिनु न, मैले यत्रो 10वटा लग्दैछु भनेर भन्यो। अब रामले आफूभन्दा माथिको कसैलाई सोध्नु परेन नि त। उसले फ्याट्ट लाएर हुन्छ त नि, लैजानु न, तपाईँ आइरहनुहुन्छ भनेर। डिसिजन मेकिङ के भयो त, फास्ट भयो, किनकि एकजनाले मात्र त्यहाँ डिसिजन बनाइरहेछ, कसैले त्यो डिसिजनलाई इन्टरफियर गराएको छैन, कोही मिटिङ बसेर त्यो डिसिजनलाई अप्रुभ गर्न परेको छैन। त्यही भएर जे कामको डिसिजन पनि एकदमै छिटो भइरहेछ, त्यो चाहिँ इन्टरप्रेन्योरल स्ट्रक्चर भयो। अब नेक्स्ट छ हाइली रेस्पोन्सिभ टु मार्केट चेन्ज। फर इक्जाम्पल, मार्केटमा एउटा ट्रेन्ड आयो एउटा बिस्किटको। अस्ति नै हेर्नुहुन्छ भने माल्किस बिस्किटको थुप्रै ट्रेन्ड आएको थियो। अब रामको किराना पसल त उसको तरिकाले चल्ने हो त्यो बिजनेस। मार्केटमा ट्रेन्ड आउने बित्तिकै उसले सप्लायर छानिरहनु पर्दैन, जहाँ सस्तो भेट्टाउँछ फ्याट्ट गयो लिएर आयो। उसले त मोर रेस्पोन्सिभ भयो नि त मार्केट चेन्जसँग। कसलाई डिसिजन लिनु पर्न, के गर्नु पर्न, मार्केटमा के चेन्ज भइरहेछ भने उसले आफ्नो पसलमा ल्यायो र कस्टमरले जे चाह त्यही बेच्यो भनेको ऊ चाहिँ मार्केटको चेन्जसँग एकदमै छिटो रेस्पोन्स गर्न सक्ने भयो भनेर भनेको छ। अब अर्को छ गोल कङ्कुरेन्स। रामको किराना पसलमा हामीले भनेको थियौँ एउटा राम छ र अर्को छ इम्प्लोइ। दुईजनाकै भएपछि दुईजनाको गोल एउटै हुन्छ कि। धेरै मान्छे भयो भने पो गोल तिथर बिथर हुन जान्छ, तर जम्मा दुईजना छ भने त उनीहरूको गोल त एकै ठाउँमा गएर कन्गुरेन्ट भयो नि त। कन्गुरेन्ट भनेको के हो भने यताबाट आइरहेछ र एकै ठाउँमा गएर एउटा पोइन्टमा मिट भइरहेछ भने त्यसलाई गोल कङ्गुरेन्ट भनिन्छ। अब रामको अब्जेक्टिभ नि कसरी हुन्छ आजको सेल्स बढी गराउने हुन्छ, इम्प्लोइको नि कसरी हुन्छ आजको सेल्स बढी बनाउने भन्ने हुन्छ। ओभरअल त उनीहरूको प्रफिट धेरै बनाउने मोटिभ मात्र हुन्छ नि त। त्यही भएर दुईजना भएपछि गोल एकै ठाउँमा मिट हुन्छ र गोल कङ्गुरेन्ट हुन्छ भन्ने कुरा छ। गुड कन्ट्रोल ओभर वर्कफोर्स। अब गुड कन्ट्रोल ओभर वर्कफोर्स भनेको के हो त भनेको रामले इम्प्लोइलाई एकदम कन्ट्रोलमा राख्न सक्यो। धेरै मान्छे हुनु र थोरै मान्छेलाई कन्ट्रोल गर्न सजिलो हुन्छ नि त। उसले त इम्प्लोइलाई जसरी मन लाग्छ त्यसरी कन्ट्रोल गर्न पायो नि त। उसले आफ्नै पोलिसी बनाउनु पायो, आफ्नै प्रोसिड्युर बनाउनु पायो, यो गर त्यो नगर भनेर एउटा मान्छेलाई कन्ट्रोल गर्न त सजिलो भयो। त्यही भएर त्यो ओनरको हातमा इम्प्लोइको कन्ट्रोल ग्राब हुन्छ अनि त्यसमा गुड कन्ट्रोल ओभर वर्कफोर्स भयो। अब क्लोज बोन्ड विथ इम्प्लोइज। आज इम्प्लोइ किन स्याड भइरहेछ, इम्प्लोइको केही फ्यामिली प्रब्लम छ कि केही छ कि त्यो रामलाई अटोमेटिक थाहा हुन्छ, किनकि एउटा मात्र छ, सबै कुरा थाहा भइहाल्छ। त्यही भएर त्यसमा चाहिँ क्लोज बोन्ड हुन्छ। अब क्लोज बोन्ड एडभान्टेजमा किन लेखिएको हो भने कुनै पनि अर्गनाइजेसनमा वर्कफोर्ससँग क्लोज बोन्ड छ भने वर्कर अझै मोटिभेटेड हुन्छ। आज त ओनरलाई मेरो समस्या थाहा भयो, उसले त्यही अनुसार वर्कआउट गरिरहेछ भने त इम्प्लोइ मोटिभेट हुन्छ, जसले गर्दाखेरि स्टाफ टर्नओभर रेट घट्छ। यो चाहिँ सबै थियो हाम्रो एडभान्टेजहरू। अब हामी मुभ भम डिसएडभान्टेज। ल्याक अफ करियर स्ट्रक्चर फर इम्प्लोइज। अब रामको किराना पसलमा कोही व्यक्ति काम गरिरहेछ एज अ इम्प्लोइ भने त्यहाँ त ओनर छ अनि इम्प्लोइ छ, उसको करियर स्ट्रक्चर बढ्यो त इम्प्लोइबाट ऊ माथि जानै सक्दैन। त्यही भएर उसको करियर स्ट्रक्चर ल्याक हुन्छ कि त्यहीँनिर। अब जो फरेभर जति काम गरे नि त्यही इम्प्लोइ भएर त काम गर्ने हो, ओनर हुन त मिलेन, ओनर त अलरेडी छ, त्योभन्दा हाई पोस्ट हुँदैन। त्यही भएर त्यसमा चाहिँ ल्याक अफ करियर स्ट्रक्चर फर इम्प्लोइज भनेर लेखिएको छ। अब नेक्स्ट छ ओभर डिपेन्डेन्ट अन ओनर क्यापेबिलिटिज। बाई द चान्स राम बिरामी भयो, राम बिरामी भएर पसल आउन सकेन भन्यो भने त्यो इम्प्लोइ त सबै राममा डिपेन्डेन्ट छ, उसले त एक्लैले केही पनि गर्न सक्दैन। राम बिरामी भएर उसको खुट्टा भाँचेर ऊ 1 हप्ता घर बस्नु पऱ्यो भने त अभियसली त्यो किराना पसललाई त बन्द गर्न पऱ्यो नि त, किनकि वर्कर त कम्प्लिटली राममा डिपेन्डेन्ट छ। त्यही भएर यसमा चाहिँ के हुन्छ भन्दाखेरि डिसएडभान्टेज ओभर डिपेन्डेन्ट हुन्छ। राम बाई चान्स काहीँ जान पऱ्यो, ऊ बिरामी भयो, के गर्यो भने पसल बन्द गर्नु बाहेक अरू उपाय नै हुँदैन। अब अर्को छ क्यानट कोप विथ डाइभर्सिफिकेसन अर ऱ्यापिड ग्रोथ। रामको बिजनेसमा उसले त सामान्य एउटा किराना पसल खोलेको थियो, दिनमा 30-40 जना मान्छे आउँछ भनेर उसले सोचेको थियो। अब उसकोमा त हुर्रै मान्छे आएर 1000 जना पुग्यो भने उसले त्यो डाइभर्सिफिकेसनलाई कोप गर्न सक्छ त सक्दैन, किनकि उसको त्यो थटमा त म सानो अर्गनाइजेसन हो, जम्मा एउटा इम्प्लोइ छ, धान्नै सक्दैन नि त।
अब त्यो रामको किराना पसल 4-5 ठाउँमा खोल्छु भन्यो भने इन्टरप्रेन्योरल स्ट्रक्चरले भ्याउँछ त भ्याउँदैन, अर्को स्ट्रक्चरमा चेन्ज हुनपर्छ। फङ्सनल एन्ड डिपार्टमेन्टल स्ट्रक्चर। अब यो फङ्सनल र डिपार्टमेन्टल स्ट्रक्चर भनेको के हो त? जस्तै इम्प्लोइजले सिमिलर टास्क गरिरहेछ भने त्यसलाई सबैलाई एउटै डिपार्टमेन्टमा लाएर राख्नुलाई डिपार्टमेन्टल स्ट्रक्चर भनेर भनिन्छ। मानौँ कोही बुक किपिङ गरिरहेछ, कोही जर्नलिङ गरिरहेछ, कोही लेजर गरिरहेछ, कोही बिल काटिरहेछ, कसैले बिल प्रिन्ट गरिरहेछ, कसैले हिसाब राखिरहेछ भने यो सबै सिमिलर टास्क हो नि अकाउन्टिङ रिलेटेड। यसलाई सबै अकाउन्टिङ डिपार्टमेन्ट भनेर बनाउन मिल्यो त मिल्यो हो, त्यसलाई हामी के भनिन्छ त? फङ्सनल स्ट्रक्चर भनेर भनिन्छ। जस्तै फाइनान्स स्ट्रक्चर, एचआर स्ट्रक्चर, मार्केटिङ स्ट्रक्चर, जसले एउटै काम गरिरहेछ त्यसको छुट्टा छुट्टै डिपार्टमेन्ट गर्ने। अब मार्केटिङको हेर्नुहुन्छ भने कसैले भिडियो खिचिरहेछ, कसैले कन्टेन्ट राइट गरिरहेछ, कसैले कन्टेन्ट क्रिएसन गरिरहेछ र कसैले त्यही भिडियोलाई एडिट गरिरहेछ हो। यो 4जना मान्छेलाई र मार्केटिङ डिपार्टमेन्ट भनेर एउटा डिपार्टमेन्ट छुट्याइदिनु मिल्यो त मिल्यो हो, त्यसलाई हामी के भनिन्छ? फङ्सनल डिपार्टमेन्टल स्ट्रक्चर। यो पनि स्मल अर्गनाइजेसनलाई सुट हुन्छ, तर इन्टरप्रेन्योरल स्ट्रक्चर भन्दा थोरै अलिकति डेभलप भएको अर्गनाइजेसन, त्योभन्दा अलिक ठुलो अर्गनाइजेसनमा चाहिँ फङ्सनल स्ट्रक्चर काम लाग्छ। यसमा चाहिँ फ्यु प्रोडक्ट अनि स्टेबल इन्भाइरोमेन्ट छ भने फङ्सनल स्ट्रक्चरले एकदमै राम्रो काम। अब हामी हेरौँ यसको एडभान्टेज। एडभान्टेजमा सुरुमा छ हाम्रो इकोनोमिज अफ स्केल, नो रोल डुप्लिकेसन। अब इकोनोमिज अफ स्केल भनेको के हो बुझ्नु पर्यो। इकोनोमिज अफ स्केल भनेको तिमीले त्यो रिसोर्सेसलाई अप्टिमम युज गर्ने र लार्जर प्रोडक्सन भयो भने तिम्रो पर युनिट क्यापासिटीलाई घटाउनेलाई इकोनोमिज अफ स्केल भनिन्छ। जस्तै कुनै पनि इन्डस्ट्रीले 100वटा बनाउने क्यापासिटी थियो उसको, तर उसले जम्मा 10वटा बनायो भने पर युनिट कस्ट त हाई हुन गयो नि त। अब इकोनोमिज अफ स्केलमा के हुन्छ भने उसले 100 to 100 प्रडक्सन गर्यो, त्यसको अप्टिमम युज गर्यो, अनि त्यसपछि त्यो 100 प्रड्युस गर्दाखेरि पर युनिट रेट घट्यो, त्यसलाई हामी इकोनोमिज अफ स्केल भनेर बुझ्न सकिन्छ। अब यसमा नो रोल डुप्लिकेसन भनेर लेखेको छ। अब नो रोल डुप्लिकेसन भनेर किन लेखेको भन्दाखेरि फङ्सनल अर्गनाइजेसन जस्तै एउटा एचआर बनायो, एउटा फाइनेन्स बनायो, अनि त्यसपछि मार्केटिङको छुट्टै हेऱ्यो, त्यो फाइनेन्स डिपार्टमेन्टले त 3-4वटा प्रडक्टको एउटैले फाइनेन्स गरिरहेछ नि त। जस्तै मानौँ कुनै होटेल छ, अब होटेलमा डाइनिङको लागि छुट्टै छ, यता रुम सर्भिस नि त्यही होटेलले प्रोभाइड गरिरहेछ। दुईटैमा फाइनेन्स म्यानेजर राख्नु र फाइनेन्स इम्प्लोइ राख्नुभन्दा त डाइनिङ र रुम लिने मान्छेको सर्भिसलाई एउटै फाइनेन्स डिपार्टमेन्ट बनाएर दुईटैले एउटै हेऱ्यो भने त डुप्लिकेसन भएन। त्यही भएर इकोनोमिज अफ स्केल भयो, त्यो फाइनेन्स डिपार्टमेन्टको अप्टिमम युज भयो र हामीलाई पर युनिट कस्ट घट्न पुग्यो। त्यही भएर यसलाई इकोनोमिज अफ स्केल यसको एडभान्टेजमा राखिएको हो। अब अर्को छ स्ट्यान्डर्डाइजेसन अफ आउटपुट एन्ड सिस्टम। अब त्यो रामको किराना पसलमा एउटै काम इम्प्लोइजले सबै हेरिरहेको थियो, जस्तै सामान बेच्ने, फाइनेन्सदेखि लिएर यता मार्केटिङ। तर यहाँ त के भइदियो भन्दाखेरि डिपार्टमेन्ट छुट्याइयो। स्पेसलाइजेसन भनेको त्यो रोलमा उसको राम्रो भूमिका खेल्नु अथवा उसलाई त्यो रोलको नलेज हुनु हो। हामीले च्याप्टर 1मा पढाएको थियौँ। अब त्यो मार्केटिङ डिपार्टमेन्ट छुट्यायो, फाइनेन्स डिपार्टमेन्ट छुट्याइयो, यता एचआर छुट्याइयो। अब मार्केटिङमा मार्केटिङ पढा मान्छेलाई राखिन्छ, फाइनेन्समा फाइनेन्स पढा मान्छेलाई राखिन्छ, जसले गर्दाखेरि हाम्रो आउटपुट एन्ड सिस्टम एकदमै राम्रो आउन सक्छ, स्ट्यान्डर्डाइज्ड हुन सक्छ। भनेको जे स्ट्रक्चर्ड वेमा सोचिएको थियो त्यही प्रड्युस गर्न सकिन्छ एउटा डिपार्टमेन्टमा क्यापेबल मान्छे राखेपछि। त्यही भएर डिपार्टमेन्ट छुट्याएपछि जुन डिपार्टमेन्ट उसले पढायो, उसको स्किल छ, त्यही अनुसारै उसले आउटपुट निकाल्छ अनि आउटपुट स्ट्यान्डर्डाइज्ड हुन्छ भन्न खोजिएको हो। स्पेसलिस्ट फिल लेस आइसोलेटेड। स्पेसलिस्ट फिल लेस आइसोलेटेड भनेको के हो भन्दाखेरि मानव कुनै हुलमा डक्टर छ, एउटा अकाउन्टेन्टलाई लगेर राखिदियो भने ऊ त त्यो अकाउन्टेन्ट स्पेसलिस्ट त आइसोलेटेड फिल हुन्छ नि त। तर यहाँ उसलाई फाइनेन्स डिपार्टमेन्टमा फाइनेन्स स्पेसलिस्टलाई लगेर राखिदियो, ऊ एक्लो हुन्छ त हुँदैन, किनकि त्यहाँ सबै अकाउन्ट पढा मान्छे हुन्छ। डेबिट भन्यो सबैले बुझ्छ, क्रेडिट भन्यो सबैले बुझ्छ, त्यही भएर कोही पनि एक्लोपन हुँदैन। त्यही भएर स्पेसलिस्ट फिल्स लेस आइसोलेटेड भनेर भनिएको हो। अब अर्को छ क्लियर करियर अपर्च्युनिटी विथिन फङ्सन। अब फङ्सनल डिपार्टमेन्ट छुट्याउने बित्तिकै सुरुमा जुनियर असिस्टेन्ट, त्यसपछि सिनियर असिस्टेन्ट, त्यसपछि म्यानेजर
अनि फाइनेन्स डाइरेक्टर, 4वटा पातसम्म त्यो भर्खर गएको मान्छेले त म लास्टको हाई लेभलमा पुग्छु भन्ने आशा राख्न त पायो नि त। उसको करियर स्ट्रक्चर त त्यहीँ सेट भयो भन्न खोजिएको हो। अब हामी मुभ भयौँ यसको डिसएडभान्टेजतिर। अब डिसएडभान्टेजमा के छ भन्दाखेरि इम्पायर बिल्डिङ। इम्पायर बिल्डिङ भनेको के हो भन्दाखेरि आफ्नो मात्र राम्रो बनाउने। अब मार्केटिङ डिपार्टमेन्ट छुट्टा छ, फाइनेन्स छुट्टा छ, एचआर छुट्टा छ। मार्केटिङले के भन्छ, यता प्रफिट केही नहेरिकन मेरो मार्केटिङ मात्र राम्रो गर्छु मैले, अरू म केही पनि हेर्दिनँ, केही पनि बुझ्दिनँ, जान्दिनँ। मेरो मार्केटिङको टार्गेट यो हो, यसलाई मलाई 1 लाख चाहिन्छ, म फाइनेन्स डिपार्टमेन्टसँग गएर भन्छु भने उसले केही पनि सोच्दैन। आफ्नो कसरी हुन्छ राम्रो बनाउने भन्ने मात्र हुन्छ। अनि आफ्नो राम्रो बनाउँदा अरूको बिग्रेको थाहा हुँदैन। त्यही भएर यसलाई डिसएडभान्टेजमा लेखिएको हो। अब इन्टर डिपार्टमेन्टल कन्फ्लिक्ट, अघि आफ्नो राम्रो बनाउँदा अब कन्फ्लिक्ट कसरी हुन जान्छ त भन्दाखेरि मेरो मार्केटिङमा मलाई 10 लाख चाहियो। अब यता फाइनेन्स डिपार्टमेन्टले के भनिरहेछ, एनी हाउ एक्सपेन्स कम गर्न छ, यसपालि मार्केटिङको टार्गेट जम्मा 5 लाख रुपियाँमा भन्दा हामी दिँदैनौँ भन्छ नि, दुईवटा बिच कन्फ्लिक्ट हुन थाल्छ। त्यही भएर डिपार्टमेन्टमा इम्पायर बिल्डिङ जेनेरेट भइसकेपछि अटोमेटिक कन्फ्लिक्ट जेनेरेट हुन्छ। अब स्लो डिसिजन मेकिङ, पहिला रामको किराना पसलमा त ऊ एक्लै थियो, डिस्काउन्ट भन्यो, डिस्काउन्ट दियो। अब यता के भइरहेछ भन्दाखेरि ओनर छुट्टै छ, बोर्ड अफ डाइरेक्टर छुट्टै छ, अनि यता फाइनेन्सको डाइरेक्टर छुट्टै छ, र यतापट्टि स्कलरसिप दिने मान्छे छुट्टै छ। मानौँ एउटा कलेजमा जानुभयो तपाईँ, अब कलेजमा जानुभयो, काउन्सिलिङ एउटा मान्छेले गरिरहेछ, फाइनेन्सिङ एउटा मान्छेले गरिरहेछ, र त्यसको ओभरअल डिसिजन एउटा मान्छेले गरिरहेछ भनेपछि डिसिजन मेकिङ के भयो त, काउन्सिलिङ गर्दाखेरि दिनु न मलाई डिस्काउन्ट भन्नुहुन्छ, यतापट्टि फाइनेन्सलाई भन्नुपर्छ मैले, फाइनेन्सले फेरि के भन्छ, बोर्ड अफ डाइरेक्टरलाई भन्नुपर्छ भन्छ। अब बोर्ड अफ डाइरेक्टरसम्म कुरा पुग्दा त डिसिजन ढिलो भयो अनि कस्टमर रिसाएर जान सक्छ। त्यही भएर डिपार्टमेन्ट छुट्टाइदिइसकेपछि लङ चेन अफ कमान्ड भएको कारणले डिसिजन मेकिङ स्लो हुन्छ। अब क्यानट कोप विथ डाइभर्सिफिकेसन, सिमिलर है, त्यो सोल ट्रेडरको इन्टरप्रेन्योरल स्ट्रक्चर जस्तै हो। यदि तिमीले 100जनालाई एक्सपेक्ट गरिरहेछौ फङ्सनल स्ट्रक्चरमा, 81,000जना आउन थाल्यो भने, अथवा तिमीले एउटा प्रडक्ट अहिले बनाइरहेको थियौ 5-6वटा बनाउने इच्छा लाग्यो भने यो फङ्सनल स्ट्रक्चरले कोपअप गर्न सक्दैन। फङ्सनलले 1-2टा प्रडक्टलाई हेर्न सक्छ भने 10-12वटा प्रडक्टलाई फङ्सनल स्ट्रक्चरले भेट्न सक्दैन। तिमी छुट्टै अर्को स्ट्रक्चरमा मुभ आउट हुनुपर्छ। त्यही भएर यसले डाइभर्सिफिकेसनलाई कोपअप गर्दैन। नाउ लेट्स मुभ टु डिभिजनल एन्ड प्रडक्ट स्ट्रक्चर। अघि हामीले फङ्सनको आधारमा अर्गनाइजेसनको स्ट्रक्चरलाई छुट्याइएको छ, डिपार्टमेन्ट बनाइएको छ भनेर पढाएको थियौँ। अब चाहिँ के छ भन्दाखेरि डिभिजनको आधारमा यसमा चाहिँ हामीले एउटा सिजीलाई सम्झौँ है त। सिजी भनेको चौधरी ग्रुप। अब चौधरी ग्रुपले आफ्नो बिजनेसलाई कतिवटा डिभिजनमा छुट्याएको छ होला त, एउटा छ इलेक्ट्रिक अप्लायन्स, एउटा छ टुरिज्म, एउटा छ होटेल, एउटा अटोमोबाइल्स, अनि त्यसपछि स्कुल, एजुकेसन सेक्टर। उसले त छुट्टै डिभिजन छुट्याइएको छ नि त। हो, त्यसलाई हामी के भनिन्छ, डिभिजनल स्ट्रक्चर उसले फलो गराएको छ भनेर भन्न सकिन्छ। सिजीको बोर्ड अफ डाइरेक्टर भयो, एउटा अटोमोबाइल्स भयो, एउटा एजुकेसन सेक्टर भयो, एउटा इलेक्ट्रिकल अप्लायन्स भयो, यसरी डिभिजन छुट्याइएको छ। अनि फेरि प्रत्येक डिभिजनभित्र पनि फङ्सनल स्ट्रक्चर बनेको छ भनेर देखाइएको छ। अब यसमा मोस्ट इम्पोर्टेन्ट बुझ्नुपर्ने कुरा भनेको हरेक डिभिजनलाई चाहिँ एउटा स्ट्राटेजिक बिजनेस युनिट हो है भनेर छुट्याइएको छ भनेको उसलाई सेपरेटली आइडेन्टिफाई गरिरहेछ। सिजीले तिम्रो टुरिज्म सेक्टरलाई एउटा बिजनेस युनिट, उसको प्रफिट छुट्टै क्याल्कुलेट हुन्छ, एक्सपेन्स छुट्टै क्याल्कुलेट हुन्छ, लास्टमा गएर कन्सोलिडेटेड हुन्छ भनेको एउटा डिभिजनलाई एउटा बिजनेस हो भनेर ट्रिट गर्नुलाई स्ट्राटेजिक बिजनेस युनिट मानिएको हो। त्यसलाई त्यसरी बुझ्नु पर्यो। युजली रन्स एज अ प्रफिट सेन्टर, एउटा बिजनेसको प्रफिट एउटैले निकाल्छ भन्न खोजिएको। तिमीले बुझ्न पर्दा यो डिभिजन 1 भनेको एउटा मात्र बिजनेस हो, डिभिजन 2 एउटा हो, डिभिजन 3 एउटा हो, तर 3टा बिजनेसलाई कन्ट्रोल गर्ने एउटै मान्छे छ, बोर्ड अफ डाइरेक्टर एउटै छ भनेर बुझ्नु पर्यो। अब हामी मुभ भयौँ यसको एडभान्टेज र डिसएडभान्टेजमा। अब इनेबल्स ग्रोथ एन्ड डाइभर्सिफिकेसन। अभियसली प्रडक्ट वाइज तिमीले डिभिजन छुट्याइरहेछौ भने त त्यहाँ त ग्रोथ र डाइभर्सिफिकेसन त अफकोर्स भइहाल्छ, किनकि त्यहाँ डिभिजन 1मा
चाउचाउ बेचिरहेछौ, डिभिजन 2मा इलेक्ट्रिकल अप्लायन्स बेचिरहेछौ, डिभिजन 3मा स्टुडेन्टलाई पढाइरहेछौ र डिभिजन 4मा तिमीले के भन्छ हस्पिटल सेक्टर हेरिरहेछौ भने त अफकोर्स तिम्रो ग्रोथ एन्ड डाइभर्सिफिकेसन त बढ्दै बढ्दै जाने भयो। त्यो टुरिज्म सेक्टरलाई अझै बढाउन मिल्यो, तिमीले अझै डाइभर्सिफाइड गर्न मिल्यो, अथवा अझै एउटा डिभिजन थप्न मिल्यो, जे काम गरिरहेछौ त्यसमा अझै डाइभर्सिफाइड अथवा ग्रोथ बनाउन मिल्यो। क्लियर रेस्पोन्सिबिलिटी पर प्रडक्ट र डिभिजन, जस्तै एउटा डिभिजनलाई छुट्टै ट्रिट गरिसकेपछि चाउचाउमा डिफेक्ट आइदियो, चाउचाउमा डिफेक्ट आउने बित्तिकै त्यो फुड एन्ड बेभरेज इन्डस्ट्रीको म्यानेजर जो छ त्यसले मात्र रेस्पोन्सिबिलिटी गेन गर्ने भयो नि त। यतापट्टि इलेक्ट्रिकल अप्लायन्सको म्यानेजरलाई त चाउचाउ रिलेटेड थाहा नै हुँदैन। भन्न खोजेको हामीले रेस्पोन्सिबल बनाउने बेला त त्यो चाउचाउको म्यानेजर रेस्पोन्सिबल हुन पर्यो भन्न खोजिएको हो। एउटा डिभिजन छुट्याइदिइसकेपछि डिभिजनको म्यानेजर हुन्छ र त्यो डिभिजनमा हरेक भइपरि आउने कुराहरूमा उनी रेस्पोन्सिबल हुन्छ भनेर भन्न खोजिएको। अब ट्रेन्स जेनरल म्यानेजर, जेनरल म्यानेजर भनेको के हो त? जेनरल म्यानेजर भनेको एउटा यस्तो म्यानेजर हो जसले सबै डिपार्टमेन्ट हेर्छ। अब यदि फङ्सनल डिपार्टमेन्ट हेर्नुहुन्छ भने फङ्सनल डिपार्टमेन्टमा एउटा फाइनान्स म्यानेजर भनेर फाइनान्सियल डिपार्टमेन्ट थियो, तर जेनरल म्यानेजर भनेको त्यो फाइनान्स, एचआर, मार्केटिङलाई ओभरअल हेर्नेलाई एउटा जेनरल म्यानेजर बनाइएको हुन्छ। अब त्यो जेनरल म्यानेजरलाई ट्रेनिङ कसरी हुन्छ भन्दाखेरि त्यो जेनरल म्यानेजरले कहिले फाइनान्समा गएर फाइनान्स म्यानेजरसँग बोलिरहेको हुन्छ, कहिले एचआरसँग गएर बोलिरहेको हुन्छ, अनि यतापट्टि अर्को मार्केटिङ म्यानेजरसँग बोलिरहेको हुन्छ, अनि उसको हरेक सेक्टरमा ट्रेनिङ हुन्छ। एउटा मात्र सेक्टरमा ऊ डिफाइनाइट भएर बस्नु पाउँदैन। त्यही भएर उसको सबै डिभिजनमा गएर सबै फङ्सनमा ऊ गएर इन्टरेक्ट गर्ने, त्यहाँको के प्रब्लम भइरहेछ बुझ्ने, सुन्ने, त्यसलाई सल्भ गर्ने काम जेनरल म्यानेजरले गर्ने भएको भएर उसले अझै बढी ट्रेनिङ पाउँछ भनेर एडभान्टेजको रूपमा लेखिएको हो। अब टप म्यानेजमेन्ट फ्री फर स्ट्राटेजिक म्याटर, जस्तै अब तिमीले हरेक डिभिजन छुट्याइदेऊ, डिभिजनको डिभिजन म्यानेजर बनाइदेऊ भन्यो भने त्यो डिभिजनको बारेमा तिमीले टेन्सन लिनु त परेन नि त। तिमीले अर्को डिभिजन के खोल्ने, कसरी हाम्रो बिजनेसलाई अझै अगाडि लैजाने, अर्को प्रडक्ट के नयाँ थप्ने भनेर यस्तो ठुलो ठुलो स्ट्राटेजिक म्याटरमा सोच्नको लागि यो बिओडीलाई फ्री बनाइदेऊ, किनकि यहाँको मान्छेले नै यो कुरा कन्ट्रोल गर्ने भएपछि यिनीहरूले केही टेन्सन लिन पर्ने भएन। अब उनीहरूले ठुल्ठुलो म्याटरमा मात्र सोच्दा भयो। त्यो भन्न खोजिएको टप म्यानेजमेन्ट फ्री फर स्ट्राटेजिक म्याटर भनेर। अब अर्को छ इजी टु बोल्ट अन न्यू डिभिजन भनेर लेखिएको छ। अब इजी टु बोल्ट अन न्यू डिभिजन भनेको तिमीले अलरेडी डिभिजनल स्ट्रक्चर छुट्याइरहेछौ, तिमीलाई डिफाइनाइट त्यो स्ट्रक्चरको एडभान्टेज थाहा छ, के हुन्छ, कसरी कोपअप गर्ने भन्ने सबै कुरा थाहा भइसकेपछि अर्को नयाँ डिभिजन थप्नलाई तिमीलाई केही पनि प्रब्लम हुँदैन, किनकि तिमीसँग सबै रिसोर्सेसहरू पहिल्यैदेखि एक्सपिरियन्स छ, यताउति छ, अनि इजिली बोल्ट अन हुन सक्छौ भन्न खोजिएको हो। अब हामी मुभ भौँ यसको डिसएडभान्टेजतिर। हाम्रो पोटेन्सियल लस अफ कन्ट्रोल। पोटेन्सियल लस अफ कन्ट्रोल के हुन्छ? अब फेरि हामी मुभ भौँ रामको किराना पसल। रामको किराना पसलमा सबै उसले कन्ट्रोल गरिरहेको थियो हो, तर यहाँ तिमी डिभिजनल स्ट्रक्चरसम्म आइपुग्दाखेरि विनोद चौधरीको हातमा यता चाउचाउ म्यानुफ्याक्चर भएको कुरामा उसको पुरै सेन्ट्रल कन्ट्रोल छ त छैन नि त। उसले त डिभिजन म्यानेजर छुट्टै बनाइदिएछ, त्यसपछि डिभिजन म्यानेजरभित्र नि त्यो प्रडक्ट म्यानेजर छुट्टै बनाइदिएछ भनेको बिस्तारी बिस्तारी उसको कन्ट्रोल अरूलाई पास हुँदै गएको छ, सेन्ट्रल ठाउँमा कन्ट्रोल छैन भन्न खोजिएको हो। यदि तिमीले डिभिजन छुट्यायौ भने तिम्रो हातमा मात्र ओभरअल पावर सबैलाई कन्ट्रोल गर्ने हुँदैन, तिमीले रेस्पोन्सिबिलिटीलाई डेलिगेट गर्दै गर्दै गएको छौ, जसले गर्दाखेरि सेन्ट्रल कन्ट्रोल लस हुन्छ पोटेन्सियली भन्न खोजिएको हो। अब ल्याक अफ गोल कङ्गुरेन्स। ल्याक अफ गोल कङ्गुरेन्स कसरी हुन्छ त भन्दाखेरि डिभिजन 1ले एउटा अब्जेक्टिभ लिएर हिँडिरहेको हुन्छ, डिभिजन 2ले अर्को अब्जेक्टिभ लिएर हिँडिरहेको हुन्छ, र डिभिजन 3ले अर्को अब्जेक्टिभ लिएर हिँडिरहेको हुन्छ। उनीहरूको गोल त कोही यता गइरहेछ, कोही यता गइरहेछ, कोही यता गइरहेछ, सबै एकै ठाउँमा आएर कङ्गुरेन्ट भयो त भएन, सबै गोलहरू के भयो त डाइभर्जेन्ट भयो। त्यही भएर यसमा गोल कङ्गुरेन्स चाहिँ ल्याक हुन्छ भन्न खोजिएको हो।
अब हामी हेरौँ डुप्लिकेसन अफ रोल्स एन्ड फङ्सन। अब डुप्लिकेसन अफ रोल्स एन्ड फङ्सन कसरी हुन्छ त? डिभिजन 1 मा एज अ स्ट्राटेजिक बिजनेस युनिट ट्रिट गरिसकेपछि त्यसमा पार्टिकुलरली फङ्सनल स्ट्रक्चर बनाउनु पर्यो। डिभिजन 1 मा नि सेम फाइनान्स, मार्केटिङ, एचआर हुन्छ भने डिभिजन 2 मा नि फाइनान्स, मार्केटिङ अनि एचआर हुन्छ। डिभिजन 3 मा सेम हुन्छ, जसले गर्दाखेरि रोल र फङ्सन डुप्लिकेट हुँदै जान्छ अनि मान्छेको त्यो अर्गनाइजेसनको खर्च नि बढ्दो हुन्छ। त्यही भएर डुप्लिकेसन अफ रोल्स एन्ड फङ्सन डिभिजन स्ट्रक्चरमा हुन्छ भनेर भन्न खोजिएको हो। अब यसमा छ स्पेसलिस्ट फिल्स आइसोलेटेड। अब स्पेसलिस्ट कसरी आइसोलेटेड फिल हुन्छ भन्दाखेरि फङ्सनल डिपार्टमेन्टमा त सबै एउटै रोल काम गर्नेलाई एउटै ठाउँमा लगेर राखिएको थियो, तर डिभिजनलमा त तिमीलाई डिभिजन 1 मा जम्मा एउटा चार्टर्ड अकाउन्टेन्ट भए पुग्छ, डिभिजन 2 मा नि एउटा भए पुग्छ। एकुन्टा स्पेसलिस्ट राख्दा हुन्छ नि त, धेरै राख्दा हुन्न त्यो बिजनेस अनुसार। त्यही भएर त्यो कारणले चाहिँ स्पेसलिस्ट त्यो ठाउँमा चाहिँ एक्लोपन फिल गर्न सक्छ। सबै एकै ठाउँमा कन्ट्रोल नभइसकेपछि छुट्टा छुट्टै बाडिएपछि एक्लोपन हुनसक्छ भनेर भनिएको हो। अब अर्को छ एलोकेसन अफ सेन्ट्रल कस्ट इज प्रब्लमेटिक। अब माथिबाट कुनै सेन्ट्रल कस्टलाई अलोकेट गर्नु पर्यो, कसलाई कति गर्ने के गर्ने गर्दाखेरि प्रब्लम अराइज हुनसक्छ, किनकि डिभिजनमा छुट्याइएको छ, सबै बिजनेसलाई एकुन्टा हो जसरी ट्रिट गरिरहेछ। त्यही भएर जुन सेन्ट्रल एकमुष्ट कस्ट हुन्छ, एकमुष्ट कस्टलाई कसरी डिभाइड गर्ने भनेर अलिकति प्रब्लमेटिक हुनसक्छ भनेर भनिएको हो। ल हेर है, अघि हामीले पढाएको थियौँ डिभिजनल स्ट्रक्चर। डिभिजनल स्ट्रक्चर भनेको चाहिँ प्रोडक्ट वाइज, प्रोडक्टको बेसमा छुट्याइएको स्ट्रक्चरलाई डिभिजनल बेस्ड स्ट्रक्चर भन्न सकियो। अब जियोग्राफिकल स्ट्रक्चर भनेको नि सेमै हो, डिभिजनल स्ट्रक्चर जस्तै हो। यसमा चाहिँ के हुन्छ भन्दाखेरि प्रडक्ट नभएर लोकेसनको आधारमा छुट्याइएको, जस्तै एसियाको छुट्टै, अनि त्यसपछि युरोपको छुट्टै, अमेरिकाको छुट्टै, छुट्टै छुट्टै कन्टिनेन्टको छुट्टै छुट्टै कल्चर हुनसक्छ। त्यही भएर यदि कोही मान्छेले जियोग्राफिकली स्ट्रक्चर्ड गराएछ भने त्यो स्पेसिफिक लोकेसनलाई त्यहाँको मान्छेलाई बुझेर मध्यनजर गरेर सामान बनाइरहेको हुन्छ। अब हामीले यसलाई नेपालको इक्जाम्पल लिगौँ है। जियोग्राफिकली स्ट्रक्चर्ड कसरी हुन्छ भन्दाखेरि हिमाल, पहाड, तराई। हिमालको मान्छे छुट्टै हुन्छ, पहाडको छुट्टै हुन्छ र तराईको छुट्टै हुन्छ। त्यही भएर हामीले कुनै पनि प्रडक्ट जेनेरेट गर्दा यदि हिमालको मान्छेलाई सोचेर बनाइरहेछौँ भने त्यो हिमाललाई मात्र टार्गेट हुने गरी एउटा स्ट्रक्चर अथवा एउटा डिभिजन छुट्टै बनाइदेऊ भने त्यसलाई हामी जियोग्राफिकली स्ट्रक्चर्ड भनेर भन्न सकिन्छ। यो चाहिँ सिमिलर टु डिभिजनल स्ट्रक्चर हुन्छ, बट इच डिभिजन कभर्स अ स्पेसिफिक लोकेसन सेयर द सेम एडभान्टेज एन्ड डिसएडभान्टेज एज डिभिजनल स्ट्रक्चर। अब यसको की कम्पेरिजन हेरौँ है त। प्रडक्ट डिभिजनलाइजेसन इज प्रिफर्ड वेन प्रडक्ट आर कम्प्लेक्स, रिक्वायर हाई क्यापिटल इक्विपमेन्ट। जियोग्राफिकल डिभिजनलाइजेसन सुट्स सर्भिस ओरिएन्टेड अर रिजन स्पेसिफिक बिजनेस। यदि त्यहाँ प्रडक्ट ओरिएन्टेड भएर गइरहेछौ भने चाहिँ तिमी डिभिजनल स्ट्रक्चर मोर हुनु पर्यो, अनि यदि तिमी स्पेसिफिक सर्भिस ओरिएन्टेड रिजन स्पेसिफिक प्रडक्ट ओरिएन्टेसन बिजनेस गरिरहेछौ भने चाहिँ तिमी जियोग्राफिकली स्ट्रक्चरतिर मोर फोकस्ड हुनु पर्यो। अब हामीले यसको एडभान्टेज र डिसएडभान्टेज सिमिलर छ, त्यही भएर यो अघि एक्सप्लेन गरेकोलाई फेरि पछाडि गएर यही हेर्दा हुन्छ, योभन्दा अरू एक्स्ट्रा केही छैन। अब हामी हेर्छौँ म्याट्रिक्स स्ट्रक्चर। म्याट्रिक्स स्ट्रक्चर चाहिँ अरू स्ट्रक्चरभन्दा अलिकति डिफ्रेन्ट छ र यसलाई बुझ्न पनि अर्कै छुट्टै तरिकाले बुझ्नुपर्ने हुन्छ। म हजुरलाई इक्जाम्पल दिएर बुझाउँछु। हामीले अहिलेसम्म एउटा इन्टरप्रेन्योरल स्ट्रक्चर पढ्यौँ, त्यसपछि फङ्सनल पढ्यौँ, त्यसपछि डिभिजनल पढ्यौँ र जियोग्राफिकल पढ्यौँ। अब म्याट्रिक्स भनेको चाहिँ के हो भन्दाखेरि हजुरको फङ्सनल स्ट्रक्चर र तपाईँको डिभिजनल स्ट्रक्चर मिक्स्ड भइरहेछ भने त्यसबाट के भन्छ त म्याट्रिक्स स्ट्रक्चर भन्छ। त्यही भएको कारणले तिम्रो एडभान्टेज र डिसएडभान्टेज हेर्दा बोथ फङ्सनल र डिभिजनलको सिमिलर मिक्सअप भएर बनेको हुनसक्छ। अब यसमा चाहिँ मेन कुरा बुझ्न पर्ने भनेको के हो भन्दाखेरि दुईटा स्ट्रक्चर कम्बाइन भइसकेपछि यसमा डुअल रिपोर्टिङ हुन्छ। दुईटा म्यानेजरलाई साइमल्टेनियसली रिपोर्ट गर्नुपर्ने हुन्छ। यहाँ हेर्नुहुन्छ भने एउटा प्रडक्सन डिपार्टमेन्टको म्यानेजर हुन्छ, अर्को भनेको प्रडक्सन म्यानेजर ए को एउटा म्यानेजर हुन्छ। यसलाई नि रिपोर्ट गर्नु पर्यो, यसलाई नि रिपोर्ट गर्नु पर्यो। अब यसको काम गरिरहेछ भने यसलाई नि गर्नु पर्यो, अर्को भनेको सेल्स डिपार्टमेन्टमा नि गर्नु पर्यो। दुईटा ठाउँमा रिपोर्टिङ गर्नेलाई हामी डुअल रिपोर्टिङ भनेर भनिन्छ।
अब हामी हेरौँ यसको इक्जाम्पल दिन्छु है त म। जस्तै एउटा सामसुङ भनेर सम्झ है। सामसुङले प्रडक्टलाई मात्र लिँदाखेरि तिमीले मोबाइल फोनको प्रडक्टलाई लिग। अब मोबाइल फोनको प्रडक्ट लिँदा पनि केलाई लिग भन्दाखेरि कुनै फोल्डेबल मोबाइल छ हो, कुनै त्यसपछि पेनले चल्ने मोबाइल छ टचेबल, अनि अर्को छ कि S26 अल्ट्रा समथिङ, अनि कुनै नर्मल सामसुङको मोबाइल छ। त्यसलाई प्रडक्ट ए, प्रडक्ट बी र प्रडक्ट सी भनेर सम्झ सामसुङको मोबाइल्सको क्राइटेरियाहरूलाई। अब त्यो मोबाइल्स बनाउने प्रडक्सनहरू यो 3टा भयो। अब त्यसमा प्रडक्ट यो यतापट्टि म्यानेजमेन्ट गर्ने फाइनेन्सियल डिपार्टमेन्ट त एउटै हुने भयो। प्रडक्सन डिपार्टमेन्टले फोल्डेबल नि हेरिरहेछ, यतापट्टि S26 अल्ट्रा नि हेरिरहेछ र पेनले चल्ने मोबाइल अरू टचेबल मोबाइलहरू पनि हेरिरहेछ। सेल्स डिपार्टमेन्टले पनि सेम गरिरहेछ, यता यो मोबाइल नै हेरिरहेछ। त्यसलाई हामी के भनिन्छ त म्याट्रिक्स स्ट्रक्चर भनेर भनिन्छ। अब हामी हेरौँ यसको एडभान्टेज र डिसएडभान्टेज। अब यसमा के छ भन्दाखेरि बेनिफिट्स बोथ फङ्सनल एन्ड डिभिजनल स्ट्रक्चर। अघि मैले भनिसकेँ दुईटैको स्ट्रक्चर कम्बाइन भएको हुनाले एडभान्टेजमा पनि दुईटैको एडभान्टेजलाई मिलाएर हजुरले बुझ्दा हुन्छ। अर्को छ फ्लेक्सिबिलिटी इन डाइनामिक इन्भाइरोमेन्ट। यसमा फ्लेक्सिबिलिटी चाहिँ कसरी आउँछ भन्दाखेरि तिम्रो डुअल रिपोर्टिङ क्राइटेरिया छ। अब तिमीलाई त्यहाँ प्रडक्ट नि मजाले 3टा प्रडक्ट यता बनाइरहेछौ, एउटै फङ्सनले हेरिरहेछ, यता गरेर सेयरिङमा स्किल्स मेन पावर बाढिरहेछ भनेपछि फ्लेक्सिबिलिटी भयो। त्यहाँको इन्भाइरोमेन्ट डाइनामिक प्रकारको भयो। सेल्फ सेन्ट्रिक हुँदा पनि त्यो प्रडक्सन डिपार्टमेन्टले यता गर्दाखेरि फ्लेक्सिबिलिटी अझै बढी भयो भन्न खोजिएको हो। अब स्ट्रङ्गर कस्टमर ओरिएन्टेसन। तिम्रो प्रडक्सन म्यानेजर एले त्यो आफ्नो प्रडक्सन म्यानेजर एले आफ्नो टाइप्सको कस्टमरलाई मात्र ओरिएन्टेड भएर प्रडक्ट जेनेरेट गर्न सक्छ। कसैलाई फोल्डेबल मोबाइल मात्र मनपर्ने कस्टमर नै हुन्छ हो। यदि प्रडक्ट म्यानेजर एले त फोल्डेबल मोबाइल उत्पादन गरिरहेछ भने त आफ्नो कस्टमर हेरेर त्यही अनुसार के थप गर्न सकिन्छ, के गर्न सकिन्छ भनेर मोर कस्टमर ओरिएन्टेड भएर काम गर्न सक्छ। अब यहाँ डुअल रिपोर्टिङ भइसकेपछि एउटा यता गर्नु पर्यो, एउटा यता गर्नु पर्यो, यहाँको मान्छे यता मिल्नु पर्यो, यता मिल्नु पर्यो, जसले गर्दाखेरि यसमा नलेज सेयरिङ अझै बढ्छ र टिम वर्क हुन्छ, एकअर्काको ओपिनियन एक्सचेन्ज हुन्छ, जसले गर्दा सिनर्जी फर्म हुन्छ। 1 + 1 = 3 आउटपुट आउन जान्छ र यो एडभान्टेजमा लेखिएको हो। अब हामी हेरौँ यसको डिसएडभान्टेज। डिसएडभान्टेजमा के हुन्छ भन्दाखेरि डुअल रिपोर्टिङ भइसकेपछि यता नि रिपोर्ट गर्नु पर्यो, यता नि रिपोर्ट गर्नु पर्यो, अनि त्यो भइसकेपछि एउटा ठाउँमा रिपोर्ट गरे हुने कामलाई दुईटा ठाउँमा गर्ने बित्तिकै कन्फ्युजन क्रिएट हुन्छ, स्ट्रेस हुन्छ, मान्छे यता गएर भन्ने कि यता गएर भन्दाखेरि बुझ्दैन के गर्छ, अनि कन्फ्युजन र स्ट्रेस हुन्छ, अनि मिसअन्डरस्ट्यान्डिङ क्रिएट हुन्छ। अर्को छ डाइल्युसन अफ फङ्सनल अथोरिटी। फङ्सनल डिभाइडेड छ, त्यो फङ्सनले 3टा डिपार्टमेन्ट हेरिरहेछ, अनि त्यहाँ फङ्सनल अथोरिटी अभियसली के भन्छ डाइल्युट हुने भयो। एउटाको हातमा मात्र कन्ट्रोल नहुने भएको भएर 3टाले एउटैले कन्ट्रोल गर्दाखेरि तिम्रो फङ्सनल अथोरिटी डाइल्युटेड हुन सक्छ। टाइम कन्ज्युमिङ कन्फ्लिक्ट रिजोल्युसन मिटिङ। त्यहाँ एकदमै डुअल रिपोर्टिङ भइसकेपछि मिटिङ गर्दा नि दुईजनालाई लिएर मिटिङ गर्नु पर्यो, केही कुरा सेयर गर्दा नि दुईजनालाई गर्नु पर्यो, एकदम टाइम कन्ज्युमिङ हुन्छ। एउटाको कुरा अर्कोलाई मन पर्दैन, एउटाको ओपिनियन अर्कोले एग्री गर्दैन, अनि त्यहाँ कन्फ्लिक्ट हुन्छ। कन्फ्लिक्ट रिजोल्युसन मिटिङ गर्नु नै टाइम खर्चिलो हुन्छ, अरू टाइममा ध्यान दिनु पाइँदैन। अर्को छ हायर एडमिनिस्ट्रेसन कस्ट। अब 3टा प्रडक्सन म्यानेजरलाई हेर्न पर्यो, डुअल रिपोर्टिङ भइरहेछ, मिटिङ कन्ज्युमिङ टाइम टेकन भइरहेछ भनेपछि तिम्रो एडमिनिस्ट्रेसन कस्ट हाई पर्न जान्छ कि एउटै कुरालाई 2टा ठाउँमा गर्दै जाँदाखेरि धेरै एडमिनिस्ट्रेसन खर्चहरू जस्तै मिटिङ अलावेन्स, इलेक्ट्रिसिटी बिल, त्यस्तो एडमिनिस्ट्रेसन खर्च नि हायर हुन जान्छ, जसले गर्दाखेरि यसमा डिसएडभान्टेजेस भनेर लेखिएको छ। अब हामी हेरौँ एक्जाम टिप। Matrix structure doesn't enable rapid decision making. The dual reporting lines necessary meeting actually slow decision. This is a common exam trap. Matrix हुने बित्तिकै फास्ट डिसिजन मेकिङ हुन्छ भनेर बुझ्न भएन। यसले चाहिँ ऱ्यापिड डिसिजन मेकिङलाई इनेबल गर्दैन। जहिले पनि लङ डुअल रिपोर्टिङ, डुअल मिटिङ भएको कारणले डिसिजन मेकिङमा जहिले पनि स्लो हुन्छ। यो चाहिँ एक्जाममा मोस्टली क्वेसन सोधिरहेको छ, त्यही भएर बुझ्नु पर्यो। अब हामी हेर्छौँ
बाउन्ड्री लेस स्ट्रक्चर यत्रो पालोसम्म हामीले पढ्यौँ यो 5वटा स्ट्रक्चर यो सबै फर्मल स्ट्रक्चर थियो। अब यो बाउन्ड्री लेस स्ट्रक्चर भन्ने बित्तिकै तिमीले इन्फर्मल स्ट्रक्चर हो है, यो अलिकति इन्फर्मल टाइपवाला छ, यसको स्ट्रक्चर बनिएको छैन, कम्प्यारेटिभली यो फ्लेक्सिबल अप्रोच छ, यसमा कुनै पनि चेन अफ कमान्ड छैन, अनि त्यसपछि स्प्यान अफ कन्ट्रोल छैन भनेर बुझ्नु पर्यो। यसमा कुनै पनि फर्मल डिपार्टमेन्टहरू हुँदैन, सबै कुरा इन्फर्मल वेमा भइरहेको छ भनेर बुझ्नु पर्यो। बाउन्ड्री लेस भनेको कुनै पनि मर्यादामा अथवा कुनै पनि घेरामा नबाँधिएको फराकिलो अनुसार चलेको स्ट्रक्चरलाई बाउन्ड्री लेस स्ट्रक्चर भनेर बुझ्न सकिन्छ। अब यो बुकमा बाउन्ड्री लेस स्ट्रक्चरलाई 3टा टाइप्समा बाँडिएको छ। एउटा छ हलो अर्गनाइजेसन, अर्को छ भर्चुअल अर्गनाइजेसन र नेक्स्ट छ मोड्युलर अर्गनाइजेसन। हलो अर्गनाइजेसन भनेको के हो भन्दाखेरि यसमा 2टा कुरा आउँछ फेरि, एउटा कोर छ एउटा नन कोर छ। कोर भनेको स्ट्राटेजिक फङ्सन, जो बिजनेसले गर्नै पर्ने हुन्छ, उसको इन हाउस उत्पादनै त्यही हो, उसको मेन कोर प्रोडक्टै त्यही हो भने उसले त्यो आउटसोर्स गर्न मिल्दैन, त्यसलाई आफैले गरेर बाँकी रहेको नन कोर एक्टिभिटिज उसलाई सपोर्टिङ कामहरू चाहिँ अरूलाई उसले आउटसोर्सिङ गर्न दिन पाउँछ। हेरौँ, मानौँ एउटा इक्जाम्पल लिगौँ, एम्स एकाडेमी। एम्स एकाडेमीको कोर प्रोडक्ट के हो त? स्टुडेन्टलाई एजुकेट गर्ने। अब उसको त्यो कोर प्रोडक्टलाई उसले स्टुडेन्टलाई एजुकेट गर्ने कुरा नै अरूलाई आउटसोर्स गर्न मिल्यो त मिलेन। उसले आफै टिचर छान्नु पर्यो, एक्सपिरियन्स फ्याकल्टी छान्नु पर्यो, त्यही अनुसार पढाउन बुझाउँछ कि बुझाउँदैन, स्टुडेन्टसँग कतिको फ्रेन्डली छ के छ सबै कुरा जानकारी गरेर इन्क्वायर गरेर उसले कोर प्रोडक्टलाई जेनेरेट गर्ने हो। त्यसपछि टिचर गएर स्टुडेन्टलाई पढाउँछ, त्यो भनेको उसको कोर प्रोडक्ट भयो। अब त्यहाँ एम्स एकाडेमीको लागि फाइनान्स त उसको कोर प्रोडक्ट होइन, मार्केटिङ उसको कोर प्रोडक्ट होइन, एचआर उसको कोर प्रोडक्ट होइन, अरू पनि डिफ्रेन्ट फङ्सनहरू उसको कोर प्रोडक्ट नभएको भएर उसले आउटसोर्सिङ गर्न मिल्यो। भनेको फाइनान्स हेर्नलाई फाइनान्स एजेन्सीसँग कन्ट्याक्ट गर्न मिल्यो, मार्केटिङ हेर्नलाई मार्केटिङ एजेन्सीसँग कन्ट्याक्ट गर्न मिल्यो। अब हलो अर्गनाइजेसन भनेको के हो भन्दाखेरि हलो भनेको खाली भनेर बुझ्न सकिन्छ। उसले कोर प्रोडक्ट चाहिँ आफै गर्ने, अरू चाहिँ अरूलाई दिने भएको भएर त्यो अर्गनाइजेसनलाई चाहिँ एउटा खाली अर्गनाइजेसन भनेर बुझ्न पनि सकिन्छ। अब हामी हेरौँ भर्चुअल अर्गनाइजेसन, मोस्ट पपुलर अर्गनाइजेसन, जो चाहिँ एउटा नेटवर्किङको आधारमा चलिरहेको हुन्छ। त्यहाँ कुनै पनि स्टोर हुँदैन, केही हुँदैन, मिनिमल स्टाफहरू हुन्छ, घर बसेर एउटा कोठाबाट बिजनेस चलिरहेको हुन्छ। हामीले देख्न सकिन्छ नि थुप्रै सोसियल मिडियाहरूमा भर्चुअल अर्गनाइजेसन, जसको सप्लायरसँग कनेक्सन नि अनलाइन थ्रु भइरहेछ, त्यसपछि कस्टमरले नि अनलाइनमा सामान किनिरहेछ, डेलिभरी नि अनलाइनको थ्रु भइरहेछ। मानौँ एउटा के छ भन्दाखेरि दराज ई कमर्स प्लेटफर्म हो, यो चाहिँ भर्चुअल अर्गनाइजेसन। यसको कुनै पसल छैन, हजुरले साइटमा गएर दराज.com लेखेर गएर त्यहाँ गएर तपाईँले दराजबाट सामान किन्ने हो, त्यो नि अनलाइन किन्ने हो भर्चुअल्ली। उसले सप्लायरसँग कसरी कनेक्ट गरिरहेछ त भर्चुअल्ली गरिरहेछ। पैसा हामीले कसरी तिरिरहेछौँ कस्टमरले, पैसा चाहिँ हामीले अनलाइनको मोडबाट तिरिरहेछौँ, भनेको त सबै अनलाइनको मोडबाट भर्चुअल्ली चलिरहेछ। अर्को तिमीले के बुझ्न सक्छौ भने कुनै पनि सर्भिस गिभिङ अर्गनाइजेसन छ, कसैले लोकसेवा पढाइरहेछ, कोहीले एसीसीएकै अनलाइन कोर्स हेऱ्यो भने पनि अनलाइनमै साइटमा गएर कस्टमरले पर्चेस गर्छ, यतापट्टि अनलाइनमै कोर्स स्ट्रक्चरहरू राखेको हुन्छ, अनलाइनमै पेमेन्ट गर्छ र उसले अनलाइनबाटै पढ्छ। त्यो सबै के भयो त भर्चुअल अर्गनाइजेसन भयो। एउटा नेटवर्क अफ कन्ट्र्याक्टको थ्रुमा काम भइरहेछ, सबै फङ्सनहरू आउटसोर्स गरिरहेको हुन्छ, अनि एउटा इन हाउसमा चाहिँ सबै कोअर्डिनेट भएर काम भइरहेको हुन्छ। दराजमा यतापट्टि डेलिभर गर्ने छुट्टै आउटसोर्सिङले गरिरहेछ, सप्लायर छुट्टै मान्छे छ, फाइनान्स छुट्टै हेरिरहेछ, जस्ट एउटा दराज.com भनेर अनलाइनमा बनाइरहेछ, सबै आउटसोर्स गरेर कनेक्सनको थ्रुमा नेटवर्किङको थ्रुमा अर्गनाइजेसन चलिरहेछ। अर्को छ मोड्युलर अर्गनाइजेसन। मोड्युलर अर्गनाइजेसन भनेको हाम्रो लामो प्रोसेसलाई काटेर मोड्युल्स अथवा कम्पार्टमेन्ट कम्पोनेन्टमा एकवटा मोड्युल गर्दै बनाइएको छ, ब्रोकन इन्टु पिसेस। जस्तै आइफोन
मेड इन क्यालिफोर्निया, एसेम्बल्ड इन चाइना भनेर लेखा हुन्छ आइफोनमा है। भनेको उसको कम्पोनेन्ट, उसले बनाउने कम्पोनेन्ट एउटा क्यालिफोर्नियामा बनाउँछ, त्यो कम्पोनेन्ट 1 by 1 ल्याएर एसेम्बल्ड गरेर फोन बनाउने काम कहाँ हुन्छ त चाइनामा हुन्छ। अनि त्यस्तै गरी त्यो बेच्ने छुट्टै कन्ट्रीमा डिभाइडेड भएर गरिएर हुन्छ होला, त्यसलाई हामी मोड्युलर अर्गनाइजेसन भनिन्छ। एउटा मोड्युल कुनै इन हाउस गर्ने हो कि कसैलाई आउटसोर्स गर्ने हो कि कुन कन्ट्रीमा गर्ने हो कि के गर्ने हो, कसैले स्क्रिन बनाइरहेको हुन्छ, कसैले सिपियु बनाइरहेको हुन्छ, कसैले स्पिकर बनाइरहेको हुन्छ र एकै ठाउँमा ल्याएर एसेम्बल्ड हुन्छ। त्यसलाई हामी मोड्युलर अर्गनाइजेसन भनेर बुझ्न सकिन्छ। यो चाहिँ तिम्रो म्यानुफ्याक्चरिङ अर्गनाइजेसनले मोर फोकस्ड गरिन्छ। म्यानुफ्याक्चरिङ अर्गनाइजेसनमा पो प्रोसेस हुन्छ, प्रोसेस भइसक्यो मोड्युललाई, त्यो प्रोसेसलाई ब्रेक गर्न मिल्छ र एउटा मोड्युल एउटाले गर्ने, एउटा मोड्युल एउटाले गर्ने अनि अर्गनाइजेसन फर्म गर्ने, त्यसलाई हामी मोड्युलर अर्गनाइजेसन भनेर बुझ्न सक्छौँ। अब हामी लेट्स मुभ टु नेक्स्ट कम्पार्टमेन्ट। अर्को हाम्रो के छ त अदर बेसिक अर्गनाइजेसनल कन्सेप्ट। अब अर्गनाइजेसनल कन्सेप्टमा थुप्रै कुराहरू छ, त्यसमा बेसिक कुराहरू के छ त हामीले अर्गनाइजेसनमा के बुझ्नु पर्यो भने त्यहाँ ओनरसिप भनेको जसले इन्भेस्ट गरेको मान्छे छ र जसले म्यानेजमेन्ट हेरिरहेछ त्यो एउटै होइन भनेर बुझ्नु पर्यो। कहिले पनि सेयर होल्डर र डाइरेक्टर एउटै हुँदैन। जसले इन्भेस्ट गरिरहेछ र जसले काम गरिरहेछ, ठुल्ठुलो अर्गनाइजेसन भनिरहेको छु है मैले, ठुल्ठुलो अर्गनाइजेसन मा सेयर होल्डर र डाइरेक्टर एउटै हुँदैन। त्यो इन्भेस्ट गरे मान्छेलाई डक्टर, ल मानौँ डक्टरले इन्भेस्ट गरेछ, डक्टरले इन्भेस्ट गरेको भनेको त उसले त चेकअप गर्न जाने हो नि त, उसलाई फाइनेन्सिङ, त्यसको मार्केट, सेयर अनि त्यसको अकाउन्टिङ केही पनि आइडिया हुँदैन। त्यही भएर त्यो काम गर्नको लागि चाहिँ उसले के राखेको छ, डाइरेक्टर हायर गरे हुन्छ। ओनर्स भनेको सेयर होल्डर भयो, त्यसले के गर्छ त एउटा डाइरेक्टरलाई इलेक्ट गरे हुन्छ। किन भन्दाखेरि कम्पनी रन गरोस् उनीहरूको बिहाफमा। अनि यो गर्दाखेरि के गर्नु पर्यो भन्दाखेरि डाइरेक्टरले सेयर होल्डरको बिहाफमा काम गर्नु पर्यो। त्यसपछि सेयर होल्डरको बेस्ट इन्ट्रेस्ट जुन हुन्छ त्यही हिसाबले काम गर्नु पर्यो। डाइरेक्टरले आफ्नो फाइदा हेर्न भएन, सेयर होल्डरको फाइदा हेरेर काम गर्नु पर्यो। अब अर्को कुरा छ डाइरेक्सन र म्यानेजमेन्ट। कसैले बाटो देखाउने र त्यो बाटो देखाउँदाखेरि गरिने क्रियाकलापको म्यानेजमेन्ट गर्ने मान्छे एउटै हुँदैन। डाइरेक्टरले हाई लेभल स्ट्राटेजी सेट गरिरहेको हुन्छ र म्यानेजर भनेको उसले डे टु डे त्यो स्ट्राटेजीलाई कम्प्लिट गर्न डे टु डे एक्टिभिटिज के लाग्छ त्यो कुरामा के भन्छ कन्ट्रोल गरिरहेको हुन्छ। डाइरेक्सन भनेको डाइरेक्ट गर्ने, म्यानेजमेन्ट भनेको म्यानेज गर्ने। त्यही भएर डाइरेक्सन र म्यानेजर नि छुट्टा छुट्टै हुन्छ भनेर बुझ्नु पर्यो। हामीले के बुझ्नु पर्यो, डाइरेक्टरले हाई लेभल स्ट्राटेजी हेर्छ भने म्यानेजरले डे टु डे अपरेटिङ एक्टिभिटिजलाई ह्यान्डल गरेर म्यानेज गर्छ। अब अर्को कुरा छ स्केलर अफ चेन र स्प्यान अफ कन्ट्रोल। स्केलर अफ चेन भनेको के हो भन्दाखेरि मानौँ एउटा बोर्ड अफ डाइरेक्टर छ, बोर्ड अफ डाइरेक्टरको तल पनि फेरि अर्को एउटा लेभल छ म्यानेजरको, म्यानेजरभित्र पनि अर्को डिपार्टमेन्ट छ असिस्टेन्ट म्यानेजरको, त्यसभित्र पनि इम्प्लोइड छ। यो भनेको के हो त स्केलर अफ चेन। चेन के हुन्छ, सिधा लामो हुँदै जान्छ नि, एउटा 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 जोडिँदै आएको हुन्छ। एउटा तलको मान्छे माथि पुग्दाखेरि लामो भइसकेको हुन्छ, यता गयो यता गयो यता गयो अनि बल्ल माथि पुगिन्छ। यसलाई हामी स्केलर अफ चेन भनिन्छ। स्केलर अफ चेन भनेको अथोरिटीको लाइन हो। अथोरिटी तलबाट माथि 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 पुग्छ, माथिको टप लेभल मान्छेसँग हाई अथोरिटी पावर हुन्छ। यसलाई हामी चेन अफ कमान्ड नि भन्न सकिन्छ। इम्प्लोइले आफ्नो इम्प्लोइ हेडलाई कुरा राख्छ, इम्प्लोइ हेडले आफ्नो डिपार्टमेन्ट हेडलाई कुरा राख्छ, डिपार्टमेन्ट हेडले असिस्टेन्ट डिपार्टमेन्ट म्यानेजरलाई कुरा राख्छ, अनि अनि त्यसपछि म्यानेजर हुन्छ, म्यानेजरपछि डाइरेक्टर हुन्छ, अनि बल्ल बिओडीसम्म कुरा पुग्छ। स्केलर अफ चेन लामो भयो। अब त्यसमा के हुन्छ भन्दाखेरि तिम्रो त्यहाँ म्यानेजमेन्ट लेभल कतिको छ, यसरी जाँदाखेरि म्यानेजमेन्ट लेभल कति छ त्यसलाई स्केलर अफ चेनले डिभाइड के भन्छ त्यसलाई थाहा पाउन सकिन्छ। अर्को छ स्प्यान अफ कन्ट्रोल। तिम्रो हातमा कतिवटा कन्ट्रोल छ। म्यानेजर एउटा फाइनेन्स म्यानेजरको हातमा स्प्यान अफ कन्ट्रोल कति छ त, उसले 5 जना इम्प्लोइलाई कन्ट्रोल गरिरहेछ भने फाइनेन्स म्यानेजरको स्प्यान अफ कन्ट्रोल 5 छ। जति थोरै स्प्यान अफ कन्ट्रोल भयो त्यति स्ट्यान्डर्डाइज आउटपुट ल्याउन सकिन्छ, डिसिजन मेकिङ फास्ट हुन्छ। नम्बर अफ पिपल अ म्यानेजर डाइरेक्टली सुपरभाइज। तिम्रो क्लासै हेर्छौ भने पनि क्लासको सिआरले कतिजनालाई कन्ट्रोल
कन्ट्रोल गरिरहेछ, ओभरअल सबै मान्छेलाई कन्ट्रोल गरेको छैन, उसले पार्टिकुलरली एउटा क्लासको स्टुडेन्टलाई मात्र कन्ट्रोल गरिरहेछ। त्यसलाई हामी स्प्यान अफ कन्ट्रोल भनेर भन्न सकिन्छ। वाइडर स्प्यान अफ कन्ट्रोल केमा हुन्छ, एउटै तरिकाको रिपिटेड वर्क भयो, त्यहाँ सबै स्किल्ड म्यान पावर छन्, मोटिभेटेड छन्, अनि सबैको छुट्टा छुट्टै गोल छैन, सबै एउटै छ, लोकल बेस्ड टिम छ भने स्प्यान अफ कन्ट्रोल धेरै राख्दा नि फरक पर्दैन। यदि डिमोटिभेटेड छन्, कम्प्लेक्स काम छ, एउटै स्ट्रक्चरको काम छैन भने स्प्यान अफ कन्ट्रोल थोरै राख्नुपर्छ। अब यो थियो स्प्यान अफ कन्ट्रोल र स्केलर अफ चेनको कुरा। अब हामी हेर्छौँ टल भर्सेस फ्ल्याट अर्गनाइजेसन। टल भर्सेस फ्ल्याट अर्गनाइजेसन भनेको के हो भन्दाखेरि, टल भनेको ठुलो लामो भन्ने बुझिन्छ भने फ्ल्याट भनेको छोटो र चौडाइवाला अर्गनाइजेसन बुझ्न सकिन्छ। अब टल अर्गनाइजेसनमा के हुन्छ, धेरै स्केलर अफ चेन हुन्छ, मेनी लेभल्स अफ म्यानेजमेन्ट हुन्छ, अनि धेरै म्यानेजमेन्ट भइसक्दाखेरि उसको स्प्यान अफ कन्ट्रोल थोरै थोरै हुन्छ अनि बढ्दै बढ्दै जान्छ, मोर हायरार्की हुन्छ, मोर ब्युरोक्रेटिक स्लोवर डिसिजन। अब यता माथिबाट के भन्छ तलसम्म पुग्न कुरा, तलबाट माथि जाँदाखेरि डिसिजन मेकिङको प्रोसेस एकदमै ढिलो हुन जान्छखेरि ऱ्यापिड डिसिजन मेकिङ लिन मिल्दैन। मोर ब्युरोक्रेटिक भनेको मोर रुल्स एन्ड रेगुलेसन फलोड गरेर बनाए हुन्छ कि, जस्तै तेरो काम भने यति हो, यति मात्र हेर, तिमीले यो गर भनेर ब्युरोक्रेटिक वेमा चलिरहेको हुन्छ। अब मोर प्रमोसन अपर्च्युनिटिज, लामो अर्गनाइजेसन छ भने तिमी असिस्टेन्टबाट अझै माथि गर्दाखेरि डाइरेक्टरको पोजिसनसँग पुग्ने तिम्रो अपर्च्युनिटी हुन्छ। अब थोरै छ लेभल अफ म्यानेजमेन्ट भन्यो भने त्यो पछि त्यो गयो सिद्धियो, त्यसपछि त केही पनि हुँदैन। अब यो थियो हाम्रो टल अर्गनाइजेसन। के बुझ्नु पर्यो, टल अर्गनाइजेसनमा स्केलर अफ चेन चाहिँ धेरै हुन्छ, लङ हुन्छ, अनि त्यसपछि स्प्यान अफ कन्ट्रोल चाहिँ न्यारो हुन्छ भनेर बुझ्नु पर्यो। अब फ्ल्याट अर्गनाइजेसन भनेको ट्याक्कै अपोजिट, यसमा वाइड स्प्यान अफ कन्ट्रोल हुन्छ र सर्ट स्केलर अफ चेन हुन्छ। फ्ल्याट अर्गनाइजेसनमा म्यानेजमेन्ट लेभल एकदमै थोरै हुन्छ, स्प्यान अफ कन्ट्रोल वाइड हुन्छ, भन्नुको मतलब एउटा मान्छेले 10 जनालाई कन्ट्रोल गरिरहेछ, डिसिजन मेकिङ फास्ट हुन्छ किनकि स्केलर अफ चेन सर्ट भइसक्यो। अनि अर्को छ कन्ट्रोल विकर हुन्छ, एउटा मान्छेले 10 जनालाई कन्ट्रोल गर्दाखेरि त कन्ट्रोल अफ कोर्स विकर हुने भयो। अनि प्रमोसन नि लेभल अफ म्यानेजमेन्ट थोरै भइसकेपछि उसको प्रमोसन अप्सन नि अपर्च्युनिटिज नै थोरै हुन्छ भन्न खोजिएको हो फ्ल्याट अर्गनाइजेसनमा। अब रुल अफ थम, मोर म्यानेजमेन्ट लेभल न्यारो स्प्यान अफ कन्ट्रोल, टलमा लङ्गर स्केलर चेन न्यारो स्प्यान, फ्ल्याटमा सर्ट स्केलर चेन वाइड स्प्यान, यो मैले भनिसकेँ। अब हामी हेर्छौँ अफसोरिङ र सेयर सर्भिस अप्रोच भनेको। अब अफसोरिङ भनेको के हो अनि त्यसपछि सेयर सर्भिस अप्रोच भनेको के हो। अब अफसोरिङ भनेको बुझ्नु पर्दाखेरि, अफसोरिङ रिफर्स टु द प्रोसेस अफ आउटसोर्सिङ अर रिलोकेटिङ सम अफ एन अर्गनाइजेसन फङ्सन फ्रम वान कन्ट्री टु अनदर, युजली इन एन एफोर्ट टु रिड्युस कस्ट। कुनै ठुलो अर्गनाइजेसन इमेजिन गर, एउटा युकेको कल सेन्टर इन्डियामा मुभ भएको छ, युकेको ठुलो अर्गनाइजेसन छ जसले इलेक्ट्रिकल अप्लायन्स मात्र बेचिरहेछ भने त्यसले के गरे त आफ्नो कल सेन्टरलाई इन्डियामा ल्याएर मुभ गरिदियो। कल सेन्टर मात्र इन्डिया हुन्छ, जे कस्टमर रिलेटेड कल आउँछ इन्डियामा आउँछ, इन्डियामा एकदम रिसोर्सेसको कम पैसा राख्छ, ह्युमन रिसोर्सेसको प्राइस युके भन्दा एकदमै सस्तो भएको भएर उनीहरूले कल सेन्टरलाई इन्डियामा मुभ गरिदिए, त्यसलाई हामी अफसोरिङ भनिन्छ। अफसोरिङ भइसकेपछि के रिक्स आउन सक्छ त भन्दाखेरि, अब त्यो युकेको कम्पनीले इन्डियामा ल्याउने बित्तिकै उनीहरूको त कल्चर डिफ्रेन्स भयो, बोल्ने तरिका अर्कै भयो, त्यहाँ इङ्ग्लिस एकदम फ्लुएन्सी कम्युनिकेट गरिन्छ भने इन्डियामा आएर इङ्ग्लिस फ्लुएन्सी हुँदैन, त्यही भएर त्यो कल सेन्टरमा प्रब्लम रिक्स हुनसक्छ। त्यही पनि कस्ट बचत हुन्छ भनेर कस्ट सेभिङको माध्यमको लागि युज गर्नको लागि अफसोरिङ गरिन्छ। आफ्नो कुनै पनि फङ्सनल डिपार्टमेन्टलाई अर्को कन्ट्रीमा मुभ गर्ने कामलाई हामी अफसोरिङ भनेर बुझ्न सकिन्छ। अब सेयर्ड सर्भिस भनेको के हो त, सेयर्ड सर्भिस भनेको के हो भन्दाखेरि, एउटा तिम्रो ठुलो बिजनेस छ जुनले हरेक के भन्छ डिफ्रेन्ट कम्पोनेन्ट हेरिरहेछ, जस्तै मल्टिपल डिपार्टमेन्ट छ, मल्टिपल डिभिजन छ,
एउटा कम्पनी मानव फिलिप्स है, फिलिप्सले एक टिभी बनाइरहेछ, फ्रिज बनाइरहेछ, अनि त्यसपछि धेरै आइटम बनाइरहेछ। अब त्यो धेरै आइटमको एउटा आइटी डिपार्टमेन्ट खोलेको छ नेपालमा आइटी डिपार्टमेन्ट हेरेपछि टिभी बनाउन, टिभी बिग्रियो के गर्यो भने नि त्यही आइटी डिपार्टमेन्ट जाने हो, यता फ्रिज बिग्रियो भने नि त्यही आइटी डिपार्टमेन्ट जाने हो, यतापट्टि अर्को केही सामान बिग्रियो भने पनि आइटी डिपार्टमेन्ट जाने हो। त्यो आइटी डिपार्टमेन्टले डिफ्रेन्ट डिपार्टमेन्ट, मल्टिपल डिपार्टमेन्ट अफ अर्गनाइजेसनलाई आफ्नो सर्भिस सेयर गरिरहेछ। यता टिभीको छुट्टै आइटी डिपार्टमेन्ट छैन, टिभी, मोबाइल, फ्रिज, अरू थुप्रै कुराको एउटै आइटी डिपार्टमेन्टले हेरिरहेछ। आइटी डिपार्टमेन्टले आफ्नो सर्भिसलाई सेयर गरिरहेछ, त्यसलाई हामी भनिन्छ सेयर्ड सर्भिस अप्रोच भनेर। यो भइसकेपछि चाहिँ के हुन्छ होला त भन्दाखेरि एउटा मान्छेले चारवटा डिपार्टमेन्टको काम हेरिरहेछ भन्ने बित्तिकै क्वालिटी के भयो, इम्प्रुभ भयो। एउटै खाले सर्भिस प्रोभाइड गरिसकेपछि कन्सिस्टेन्सी आउँछ अनि कस्ट सेभिङ आउँछ। मानम इक्जाम्पल एउटा म्याकडोनल्ड छ, म्याकडोनल्डको छुट्टा युनिट हुन्छ, तर त्यहाँ के भइरहेछ भने एउटै युनिटबाट ब्रेड उत्पादन हुन्छ, एउटा युनिट छुट्टाइएर त्यसमा सस मात्र उत्पादन हुन्छ र डिफ्रेन्ट स्टेटमा त्यहीबाट उत्पादन भएको सस प्रोभाइड गरिन्छ, जसले गर्दाखेरि कन्सिस्टेन्सी आउँछ, क्वालिटी इम्प्रुभ हुन्छ, सबैको जुन ठाउँमा गएर हेर्दा पनि टेस्ट एउटै हुन्छ। हामीले त्यसलाई के भनिन्छ, सेयर्ड सर्भिस अप्रोच भनेर बुझ्न सकिन्छ। अब सेक्सन नम्बर 3 छ। सेक्सन नम्बर 3 भनेको सेन्ट्रलाइजेसन र डिसेन्ट्रलाइजेसन। सेन्ट्रलाइजेसन भनेको एउटा मुट्ठी सम्झ र डिसेन्ट्रलाइज भनेको एउटा पाम सम्झ। सेन्ट्रलाइजमा सबै कुरा एउटै ठाउँमा बाँधिएर राखिएको हुन्छ, डिसेन्ट्रलाइजमा भनेको मेरो यो औँलासँग सबैसँग पावर हुन्छ भनेर भन्न खोजिएको हो। यसलाई हामी सेन्ट्रलाइज र डिसेन्ट्रलाइज भनेर बुझ्न सकिन्छ। इन अ सेन्ट्रलाइज स्ट्रक्चर द अप्पर लेभल अफ अर्गनाइजेसन हायरार्की रिटेन द अथोरिटी टु मेक डिसिजन। जे पनि ठुलो डिसिजन छ टप लेभल अथोरिटीले नै गर्नुपर्छ भनेर रुल राखिएछ भने त्यसलाई सेन्ट्रलाइजेसन भनेर बुझ्न सकिन्छ। यदि लोकल लेभलको मान्छेसँग अथोरिटी छ, डिसिजन पास डाउन भएर उनीहरूले त्यो डिसिजनलाई अग्री गर्न सकिन्छ भने त्यसलाई डिसेन्ट्रलाइजेसन भनेर बुझ्न सकिन्छ। द फ्याक्टर द्याट विल एफेक्ट द अमाउन्ट अफ डिसेन्ट्रलाइजेसन आर म्यानेजमेन्टको स्टाइल के छ, त्यो म्यानेजमेन्टको एबिलिटी के हो, जियोग्राफिकल स्प्रेड कतिको छ, त्यहाँको अर्गनाइजेसन र स्केल अफ एक्टिभिटिज कुन साइजको छ, के छ भन्ने कुराले नि डिटरमाइन गर्छ। अब हामी हेर्छौँ डिसेन्ट्रलाइजेसनको एडभान्टेज र यसको डिसएडभान्टेज। तिमीले ट्याक्कै अपोजिट गर्न सक्छौ। डिसेन्ट्रलाइजेसनको डिसएडभान्टेजलाई सेन्ट्रलाइजेसनको एडभान्टेजलाई कम्पेयर गरेर लेख्न सक्छौ, अनि यसको एडभान्टेज उसको लागि डिसएडभान्टेज हुन सक्छ। अब सिनियर म्यानेजमेन्ट फ्री टु फोकस अन स्ट्राटेजी। यदि मुट्ठी पारेर राख्यो भने त यो मुट्ठीले मात्र काम गर्ने हो नि त, जे डिसिजन दिन्छ यही मुट्ठीले दिन्छ, जे काम हरायो नि यता गयो नि उही जानु पर्यो, यता नि उही जानुपर्छ। सिनियर म्यानेजमेन्ट स्ट्राटेजिकल डिसिजन गराउनको लागि फ्री हुँदैन, ऊ हरेक काममा आफ्नो डिसिजन बनाउन जानुपर्ने हुन्छ हैन, सेन्ट्रलाइज भयो भने। अब यदि डिसेन्ट्रलाइज छ भने सिनियर म्यानेजरले त आफ्नो काम त डेलिगेट गरिसकेको छ, डेलिगेट गरेपछि यो लेभलको मान्छे फ्री हुन्छ, उनीहरूले डिसिजन बनाइरहेको हुन्छ, यिनीहरूले आफ्नो लोकल लेभलको डिसिजन आफैले हेर्छ, यसमा कुनै पनि प्रब्लम अराइज हुँदैन। बेटर लोकल डिसिजन। अब हेर्छौ भने यसलाई त नेपालसँग कम्पेयर गर्दा नि अझै मजाले बुझिन्छ। नेपाल भनेको डिसेन्ट्रलाइज अथोरिटी छ, सबै कुरा प्राइम मिनिस्टरले हेर्दैन, प्राइम मिनिस्टरले रोल्स एन्ड रेस्पोन्सिबिलिटी डेलिगेट गरेको छ। मिनिस्टर अफ एजुकेसनले छुट्टा प्रोभिन्सेसहरूमा एउटा मान्छेलाई आफ्नो काम डेलिगेट गरिरहेको हुन्छ। अब हामीले हेर्छौँ भने वडापालिका छ, नगरपालिका छ, त्यसपछि फेरि एउटा प्रोभिन्स छ, प्रोभिन्स पछि स्टेट छ, स्टेट पछि गभर्मेन्ट छ। भन्न खोजेको मेरो वडामा के भइरहेछ भने त त्यहाँको वडा अध्यक्षलाई थाहा हुन्छ नि त, प्रधानमन्त्रीलाई भन्दा बढी। त्यही भएर डिसेन्ट्रलाइज हुने बित्तिकै त्यो वडा अध्यक्षले त त्यहाँको वडाको मान्छे
सँग नजिक भएर काम गर्न पाउँछ र लोकल डिसिजनलाई उसले फोकस्ड गरेर काम गर्ने भएको भएर बेटर लोकल डिसिजन हुन्छ। अनि त्यो ओडाको मान्छेले आफ्नै ओडामा गरिरहेछ भने उसको मोटिभेसन हाई भयो, उसले डिसिजन दिन पायो, ऊ खुसी भयो, त्यही अनुसारको ट्रेनिङ पाउँछ, त्यही अनुसारको उसको करियर डेभलपमेन्ट हुन्छ। अनि क्विकर रेस्पोन्स एन्ड फ्लेक्सिबिलिटी, प्रधानमन्त्रीसँग कुरा पुऱ्याउनु र ओडा अध्यक्षले नै ओडाको डिसिजन लिन मिल्यो भने के भयो, रेस्पोन्स त छिटो आयो नि त, छिटो भयो, छरितो भयो भन्न खोजिएको हो। अब डिसएडभान्टेज छ। डिसएडभान्टेज के छ त? प्रधानमन्त्रीको हातमा सबै कन्ट्रोल हुने भएन, उसले कन्ट्रोललाई डेलिगेट गर्दै गर्दै गएको भएर सबै कन्ट्रोल प्रधानमन्त्रीले गर्न पाउँदैन। अनि अर्को छ गोल इन्कन्ग्रुएन्ट। अब प्रधानमन्त्रीले मात्र डिसिजन दिने, उसले मात्र कन्ट्रोल गर्ने भएको भए एउटा मात्र गोलमा चलाइ हुन्थ्यो। अब यहाँ त ओडापालिका, नगरपालिका अनि स्टेट, प्रोभिन्स छुट्टा छुट्टै छ नि त। छुट्टा छुट्टै भएपछि छुट्टै मान्छेको छुट्टै गोल हुनसक्छ। एउटा ओडाको मान्छेको यो ओडा मात्र राम्रो बनाउँछु भन्ने गोल हुन्छ, त्यही भएर डिसफङ्सनल अथवा गोल इन्कन्ग्रुएन्ट हुन आउँछ डिसेन्ट्रलाइज भयो भने भन्न खोजिएको हो। पुवर डिसिजन बाई इनएक्सपिरियन्स्ड म्यानेजर। अब सेन्ट्रलाइज भएको भए त एउटै मान्छेले कन्ट्रोल गर्थ्यो, त्यो एउटा मान्छे म्यानेजर एकदमै क्यापेबल हुन्थ्यो, ऊ हाई स्ट्यान्डर्डको हुन्थ्यो। अब लोकल्ली त त्यहाँ लोकल लेभलको मान्छे त भनेको त जस्तो त्यो लोकल लेभलमा ऊ राम्रो भएर इलेक्ट भएको भए त्यही मान्छेले गर्ने हो, सबैको स्ट्यान्डर्ड एउटै हुँदैन, त्यही भएर त्यहाँ इनएक्सपिरियन्स म्यानेजर नि हुन पायो। अब जुम्लामा गएर तिमीले ओडा अध्यक्ष छान्छौ भने त जुम्लामा त अलिकति अनएजुकेटेड टाइपवाला छ नि त, तिमीले चितवनमा काठमाडौँमा छानेको ओडा अध्यक्ष र त्यहाँको सेम नहुन सक्छ। त्यही भएर कुनै कुनै ठाउँमा डिसेन्ट्रलाइज हुँदाखेरि इनएक्सपिरियन्स्ड मान्छेहरू पनि पर्न सक्छ, जसले गर्दाखेरि काम नराम्रो हुनसक्छ भनेर भनिएको हो। ट्रेनिङ कस्ट एन्ड डुप्लिकेसन अफ रोल। हरेक डिसेन्ट्रलाइज भइसकेपछि प्रत्येक ओडामा गएर एउटा ओडा अध्यक्ष हुन्छ। अब त्यो ओडा अध्यक्षको काम के हो, के गर्ने हो भनेर उसलाई ट्रेनिङ दिन पर्यो। अब त्यो ट्रेनिङ दिँदाखेरि चाहिँ त्यो एउटाले गर्ने काम 5 जनालाई बाँडिएपछि 5 जनालाई ट्रेनिङ दिनु पर्यो। ट्रेनिङ कस्ट अझै बढी हायर हुन पुग्यो। अब ओडा अध्यक्ष भइसकेपछि ओडा अध्यक्षको रोल नि डुप्लिकेट हुन गयो। अब प्रधानमन्त्रीले मात्र गरे भए प्रधानमन्त्रीलाई मात्र ट्रेनिङ दिए भए हुन्थ्यो। ट्रेनिङ अनि त्यसपछि रोल नि डुप्लिकेट हुन्थेन, किनकि एउटा मात्र प्रधानमन्त्री छ। अब अर्को छ एक्स्ट्रा कस्ट ग्यादरिङ इन्फर्मेसन। अब मेन हेडमा इन्फर्मेसन पुऱ्याउनु पर्यो। जस्तै मानौँ जनगणना भयो, यता ओडाबाट कलेक्ट गर्दै त्यो इन्फर्मेसन सबैकै ठाउँमा ग्यादर गर्न त लगभग 1 वर्ष नै लाग्छ। त्यही भएर यो चाहिँ थियो तिम्रो डिसएडभान्टेज अफ डिसेन्ट्रलाइजेसन। तिमीले हाम्रो देशकै इक्जाम्पल लिएर सेन्ट्रलाइजेसन र डिसेन्ट्रलाइजेसनलाई बुझ्यौ भने अझै मजाले बुझिन्छ। अब इक्जाम टिप हेर है, लस सेल्फ ड्यू टु ल्याक अफ लोकल नलेज एक्चुअली एन एडभान्टेज अफ डिसेन्ट्रलाइजेसन। लोकल नोज देयर मार्केट बेटर, सो इट इज नट एन एडिसनल कस्ट। वाच फर दिस ट्र्याप इन एमसिक्यू। एमसिक्यूमा यो ट्र्याप हेर्नु पर्यो है। के हेर्नु पर्यो भन्दाखेरि तिम्रो लोकल नलेज नभएर मान्छेको सेल्स खर्च भइरहेछ, त्यही भएर यसमा एडिसनल कस्ट लाग्दैन। यसले गर्दाखेरि त मार्केट अझै बेटर हुन्छ, अझै कस्टमर ओरिएन्टेड हुन्छ भनेर बुझ्नु पर्यो। हाई, वेलकम टु सेकेन्ड पार्ट। अब हामी हेर्छौँ एन्थोनीज ट्रायङ्गल। अब एन्थोनीज ट्रायङ्गल हायरार्की भनेको के हो त? एन्थोनीज ट्रायङ्गलमा 3टा हायरार्कीको कुरा गरिरहेछ। एउटा स्ट्राटेजिक लेभल, अनि एउटा ट्याक्टिकल लेभल, अनि त्यसपछि अपरेसनल लेभल। माथि जहिले पनि त्यो ट्रायङ्गलको टपमा जहिले हुने भनेको स्ट्राटेजिक हो, बिचमा हुने भनेको ट्याक्टिकल हो, र तलमा हुने भनेको अपरेसनल हो। त्यही अनुसार बुझ्नु पर्यो। माथि भइसकेपछि ऊ सिनियर म्यानेजमेन्ट भयो, बिचमा भइसकेपछि ऊ मिडल म्यानेजमेन्ट भयो, र तल भइसकेपछि ऊ जुनियर म्यानेजर भयो। त्यही अनुसारको उनीहरूको काम हुन्छ। टप, मिड र बेस भनेर बुझ्नु पर्यो। यो फिगर एन्थोनीज ट्रायङ्गल भन्ने बित्तिकै यो फिगरलाई दिमागमा बसाउनु पर्यो। अब स्ट्राटेजिक प्लानिङ, सिनियर म्यानेजमेन्ट भन्ने बित्तिकै कसरी बिजनेसलाई लङ टर्ममा लैजाने, कसरी बिजनेसको डिसिजन लिने, कुन स्टोर अहिले मैले भरतपुरमा खोल्ने कि काठमाडौँमा खोल्ने कि विराटनगरमा खोल्ने भनेर डिसिजन बनाउने। अर्को भनेको रेजिङ क्यापिटल फ्रम इन्भेस्टर, कहाँबाट
पैसा लगानी गर्ने, कुन सोर्स अफ फन्डिङ युज गर्ने, नयाँ प्रडक्ट पो लन्च गर्ने हो कि, यस्तो यस्तो थुप्रै लङ टर्म भिजन भएको कुराहरू कसले गर्छ त? सिनियर म्यानेजमेन्ट। यो सबै स्ट्राटेजिक लेभल प्लानिङमा हुन्छ। जहिले पनि यो लङ टर्म हुन्छ है, कहिले पनि सर्ट टर्म हुँदैन। उसले 1 वर्षको लागि सोच्दैन, उसले त्यो बिजनेसको 5 इयर्स भिजनको अनुसार प्लान गरेर हुन्छ। अब आयो कुरा ट्याक्टिकल प्लानिङ। ट्याक्टिकल प्लानिङ भनेको मिडियम टर्म प्लानिङ फर स्पेसिफिक डिभिजन। जस्तै एउटा प्रडक्टको स्पेसिफिक डिभिजनले यो वर्षको स्पेसल टार्गेट हामीले 1 वर्षमा यति गर्नु पर्यो, यो प्रडक्टमा हामीले स्पेसल अफर लगाम, यसमा स्टक क्लियरेन्स सेल लगाम, यो प्रडक्ट स्टकमा राख्नु पर्यो, कुन आउट अफ स्टक भइरहेछ, कुन डिपार्टमेन्टलाई कति बजेट दिने, कसको स्यालेरी के डिटरमाइन गर्ने भनेर मिडियम टर्मको लागि, जस्तै 1 वर्ष 6 महिनाको लागि योजना बनाइरहेछ भने त्यसलाई ट्याक्टिकल प्लानिङ भनेर भन्न बुझिन्छ। अब कुरा आयो अपरेसनल प्लानिङ। अपरेसनल भन्ने बित्तिकै जुनियर म्यानेजरले गर्ने काम हो। उसले धेरै लामो समयसम्म सोच्दैन, उसले सोच्ने भनेको 1 दिनको कुरा मात्र हो। एकदम सर्ट टर्म डिटेल्ड प्र्याक्टिकल हुन्छ। जस्तै आज कसको सिफ्ट, बिहान मर्निङ सिफ्टमा कसलाई राख्ने, इभिनिङ सिफ्टमा कसलाई राख्ने, स्टकिङमा सेल्सहरू कसरी गर्ने, अनि एडभर्टाइजमेन्ट गर्ने कि नगर्ने, आजको व्यापार यति हुन पर्यो, आज यति रिसिभेबल थियो, यो भयो भन्ने कुरा सबै अपरेसनल हुन्छ। हजुरले बुझ्न पर्दा स्ट्राटेजिक भनेको एकदमै सर्ट समराइज भर्जनको रिपोर्ट बुझाउन पर्ने हुन्छ। स्ट्राटेजिकलाई मिडललाई ठिक्क डिस्क्राइब गरिएको बुझाउन पर्ने हुन्छ। अपरेसनलको चाहिँ भेरी भेरी डिटेल्ड हुन्छ। आजको दिनको हरेक कुराहरू डिटेल्डमा बुझाइएको हुन्छ। त्यही भएर स्ट्राटेजिक, ट्याक्टिकल, अपरेसनललाई एउटा ट्रायङ्गलको हिसाबमा बुझ्दाखेरि अझै सजिलो हुन्छ। द 3 लेभल मस्ट सपोर्ट इच अदर। स्ट्राटेजिक डिसिजन इम्प्रुभ कस्टमर सर्भिस मस्ट बी reinforced by appropriate tactical budget allocation and operational staff selection। तिम्रो कस्टमर सर्भिस इम्प्रुभ गर्छु भन्दाखेरि तिम्रो ट्याक्टिकल र अपरेसनल लेभलसँग कोअर्डिनेसन भएन भने मिल्छ त? मिल्दैन। किनकि ट्याक्टिकलले त्यसको अनुसार बजेट छुट्याउँछ, अपरेसनलले त्यही अनुसार कस्टमर ओरिएन्टेड जसको कम्युनिकेसन स्किल राम्रो हुन्छ त्यस्तै स्टाफलाई सेलेक्ट गर्छ र तीनटालाई कोल्युजन भएर हाम्रो गोल एचिभ हुन्छ। अब हामी हेर्छौँ डिपार्टमेन्टतर्फ। अब यसमा कुरा छ मेन डिपार्टमेन्ट। डिपार्टमेन्ट कति टाइपको छ, हरेक बिजनेसमा त्यसको प्राइमेरी रोल के हो र त्यसको की कन्सर्नहरू चाहिँ केमा हुन्छ त भनेर हामीले पढ्छौँ। रिसर्च एन्ड डेभलपमेन्ट, नाम सुन्दै थाहा छ त्यसले के गर्छ? रिसर्च गर्छ अनि त्यो कुरालाई डेभलप गर्छ। उसको प्राइमेरी रोल भनेको इम्प्रुभिङ एक्जिस्टिङ प्रडक्ट, अनि नयाँ प्रडक्टलाई डेभलप गर्ने। अनि उसको कन्सर्नहरू केमा हुन्छ भन्दाखेरि इनोभेसन, टेस्टिङ, कस्ट, कस्टमर निडहरूको उसको की कन्सर्न हुन्छ। अब पर्चेजिङमा तिम्रो अर्को प्रोक्योरमेन्ट र पर्चेजिङ भनेको सिमिलर हो है। प्रोक्योरमेन्ट र पर्चेजिङ भनेको एउटै कुरा हो। पर्चेजिङ भनेको एक्वायर गुड एन्ड सर्भिसेस निडेड बाई द बिजनेस। बिजनेसलाई चाहिने सामान खरिद गर्नेलाई हामी के भनिन्छ? पर्चेजिङ डिपार्टमेन्ट अथवा प्रोक्योरमेन्ट डिपार्टमेन्ट भनेर बुझिन्छ। उसको की कन्सर्न के हुन्छ त? प्राइस, त्यसको टर्म्स, क्वालिटी, स्टक लेभल, त्यो सबै उसको की कन्सर्न हुन्छ। प्रोडक्सन भनेको र मटेरियललाई फिनिस गुडसम्म लैजाने प्रोसेसलाई हामी प्रोडक्सन, प्रोसेसिङ भनेर बुझ्न सकिन्छ। उसको की कन्सर्न केमा हुन्छ? क्वालिटी, इफिसियन्सी, वेस्टेज, कस्ट, यो सबै की कन्सर्न प्रोडक्सनको हुन्छ। अब कुरा आयो सर्भिस अपरेसनको। सर्भिस अपरेसन भन्ने बित्तिकै प्रोभाइडिङ सर्भिस टु क्लाइन्ट, हस्पिटल, कलेज, अकाउन्टेन्सी फर्म, यो सबै कुरा सर्भिस अपरेसन अन्तर्गत पर्यो। उनीहरूको की कन्सर्न के हुन्छ? क्वालिटी, इफिसियन्सी, क्वालिटी, सेड्युलिङ, टाइम सिट, अनि त्यसपछि कति एउटा क्लाइन्टलाई कति टाइममा भ्याइयो, के गरियो, कस्तो क्वालिटीको सर्भिस दियौँ भन्ने सबै उसको की कन्सर्न हुन्छ। अब मार्केटिङ भनेको आइडेन्टिफाइङ निड्स एन्ड म्यानेजिङ द मार्केटिङ मिक्स। अब यो हामीलाई मार्केटिङलाई अझै डिटेलमा हामीले छुट्टै एउटा कम्पोनेन्टमै पढ्छौँ। अब यसको
कन्सर्न के हुन्छ त 4 P's के राख्ने, मार्केट रिसर्च, प्राइसिङ, एडभर्टाइजमेन्ट, धेरै कुरा हुन्छ। अब एडमिनिस्ट्रेसन भनेको एडमिनिस्ट्रेटिभ सपोर्ट, प्रोसेसिङ ट्रान्जेक्सन, एडमिनिस्ट्रेटिभ सपोर्ट यता इलेक्ट्रिसिटी बिल, युटिलिटिज बिल, रेन्ट, यताउति सबै के भयो, एडमिनिस्ट्रेटिभ भयो। यसको इफिसियन्सी हुन पर्यो, इन्फर्मेसन प्रोसेसिङ हुनु पर्यो। अब लास्टमा छ फाइनान्स। हामीले सुनिरहेको देखिरहेको कुराहरू फाइनान्स हो। बुक किपिङ, फाइनेन्सियल रिपोर्टिङ, बजेटिङ, रेजिङ क्यापिटल, अकाउन्टिङ, यो सबै फाइनान्स अन्तर्गत पर्यो। यसको की कन्सर्न केमा हुन्छ त एक्युरेसी, म्यानेजमेन्ट अकाउन्ट, एनुअल रिपोर्टिङ, बजेटिङ, थुप्रै कुरा यसको कन्सर्नमा हुन्छ। अब यसको इक्जाम टिप हेऱ्यो भने R&D इज रेस्पोन्सिबल फर एन्टिसिपेटिङ कस्टमर निड्स एन्ड जेनेरेटिङ आइडियाज। हाउएभर रिसर्चिङ मार्केट डिमान्ड फर प्रोडक्ट इज अ मार्केटिङ फङ्सन, नट R&D। यो चाहिँ हजुरले टेस्टेड अन्डरस्ट्यान्डिङ 9मा हेर्नु। यो चाहिँ इक्जाम टिप लेखेको हो हजुरहरूलाई। अब हामी हेर्छौँ लास्ट सेक्सन, मार्केटिङ। मार्केटिङ भन्ने बित्तिकै के बुझिन्छ त? मार्केटिङ भनेको प्रचार प्रसार, एडभर्टाइजमेन्ट। मार्केटिङ इक्वल्स टु एडभर्टाइजमेन्ट भन्ने कुरा मात्र छ हाम्रो दिमागमा, तर द्याट्स कम्प्लिटली रङ। मार्केटिङ भनेको एडभर्टाइजमेन्ट मात्र होइन। एडभर्टाइजमेन्ट त हो, तर एडभर्टाइजमेन्ट नै सर्वस्व मार्केटिङ हो भन्ने कुरा चाहिँ गलत हो। अब मार्केटिङ भनेको के रहेछ त? द म्यानेजमेन्ट प्रोसेस द्याट आइडेन्टिफाइज, एन्टिसिपेट्स एन्ड सप्लाइज कस्टमर निड्स इफिसियन्टली एन्ड प्रफिटेबली इज नोन एज मार्केटिङ। मार्केटिङ इज not just a advertising. It encompasses market research, product design, distribution, pricing decision and promotional activities. यो सबै कुराहरू मार्केटिङ अन्तर्गत पर्छ, एडभर्टाइजिङ मात्र मार्केटिङ होइन। अब यहाँ हेर भने आइडेन्टिफाइङ एन्ड एन्टिसिपेटिङ निड्सलाई मार्केट रिसर्चमा लेखिएको छ। सप्लाइङ कस्टमर निड्स, प्रडक्ट डिजाइन, डेभलपमेन्ट, इफिसियन्सी भनेको डिस्ट्रिब्युसन, प्रोफिटेबिलिटी भनेको प्राइसिङ डिसिजन, प्रमोसन, यो कुराहरू ध्यान पुर्याउन पर्यो। कन्सर्नहरू यो कुराहरूको भयो। अब मार्केटिङ इन्भल्भ्स मच मोर देन जस्ट एडभर्टाइजिङ। अब हामी के रहेछ त मार्केटिङमा अझै भनेर हेर्छौँ। अब मार्केटिङ भर्सेस प्रडक्ट ओरिएन्टेसन। मार्केटिङ ओरिएन्टेसन भनेको के हो भन्दाखेरि कस्टमर सेन्ट्रिक, कस्टमरसँग जाने, बुझ्ने, सर्वे गर्ने, रिसर्च गर्ने, यता घुम्ने उता घुम्ने, कस्टमरलाई के चाहिए त्यो अनुसार तिमीले प्रडक्ट डेभलपमेन्ट गरिरहेछौ भने त्यसलाई मार्केटिङ ओरिएन्टेसन भनेर बुझ्न सकिन्छ। अब प्रडक्ट ओरिएन्टेसन भनेको के हो भन्दाखेरि कस्टमर भन्दा नि म यति राम्रो सामान बनाउँछु, यति हाई क्वालिटी बनाउँछु, कसो कस्टमरले नकिन्ला यति राम्रो भइसकेपछि भन्ने प्रडक्ट फोकस्ड भएर गरिरहेछौ भने त्यसलाई प्रडक्ट ओरिएन्टेसन भनिन्छ। मार्केटिङ ओरिएन्टेसन र प्रडक्ट ओरिएन्टेसनमा हेर्दाखेरि प्रडक्ट ओरिएन्टेसन अझै रिस्की देखिन्छ। अब मार्केटिङ ओरिएन्टेसनमा के हुन्छ, कस्टमर सेन्टरमा हुन्छ। कस्टमरको डिमान्डमा तिमीले बुझ्न जाँदाखेरि हजुरले कुन स्याम्पू युज गर्नुहुन्छ भनेर सोधेर त्यही अनुसारको स्याम्पू डेभलप गर्नेलाई हामी मार्केटिङ ओरिएन्टेसन भनिन्छ। बजारमा एउटा स्याम्पू लन्च गर्ने अनि त्यो स्याम्पू कस्टमरले मन पराइहाल्छ भन्ने सोचलाई हामी प्रडक्ट ओरिएन्टेसन भनिन्छ। मार्केटिङमा कस्टमर सेन्टर भयो, त्यसले कस्टमरको निड्सलाई एन्टिसिपेट गराए हुन्छ, कस्टमरको निड्सलाई मिट गराए हुन्छ अनि कम्पिटिटर्स भन्दा आफू एक स्टेप एडभान्टेजमा गएको हुन्छ। प्रिइमिनेट्स इन्टायर कर्पोरेट कल्चर, इन्टायर कर्पोरेट कल्चरलाई नै प्रिइमिनेट्स गराए हुन्छ। अब अर्को कुरा छ प्रडक्ट ओरिएन्टेसन। प्रडक्ट ओरिएन्टेसन अघि भने जस्तै आफूले प्रडक्ट हाई क्वालिटीमा उत्पादन गर्ने, त्यसले चाहिँ जस्ट अप्टिमम क्वालिटी अफ प्रडक्ट हेर्छ अनि त्यो बजारमा लन्च गरिदिने, अनि कसले के किन्छ किन्दैन त्यो सबै कस्टमरमा बेस्ट भयो। रिस्क, कस्ट एस्केलेट चेजिङ द पर्फेक्ट प्रडक्ट। कस्टमरको लागि पर्फेक्ट प्रडक्ट बनाउँछु भन्दा भन्दै कस्ट एकदमै हाई पर्न जान्छ, कम्पिटिटर्स भन्दा तिम्रो सामान एकदमै महँगो हुन्छ, जसले गर्दाखेरि मान्छेले आफ्नो डिजायर त्यसले फुलफिल गर्दैन जस्तो लाग्छ, आफ्नो मिट निड हुँदैन जस्तो लाग्छ अनि रिस्की अलिकति हाई हुन्छ। रिस्क, फिचर एडेड द्याट कस्टमर डोन्ट वान्ट। अब तिमीले प्रडक्टलाई आफ्नो हिसाबले बनाइसकेपछि तिमीले यति धेरै त्यसमा फिचर्सहरू एड गर्छौ जसले त कस्टमरले त त्यो नचाहिए नि हुनसक्छ नि त, उसलाई उसको निड्स फुलफिल
विन नगरा हुनसक्छ, तिम्रो अनुसार कस्टमर त चल्दैन नि त। त्यही भएर प्रोडक्ट ओरिएन्टेसन त्यो कुरामा पनि रिस्की छ है भनेर भनिएको हो। अब हामी लेट्स मुभ टुवर्ड्स मार्केटिङ मिक्स। अब मार्केटिङ मिक्स भनेको के हो भन्दाखेरि मार्केटिङको भ्यारिएबल्स हो, जसले गर्दाखेरि एउटा टार्गेटेड मार्केट फोकस्ड गरिन्छ। यसमा चाहिँ 4वटा बेसिक एलिमेन्ट अफ मार्केटिङलाई एक्सप्लेन गरिएको छ। फर्स्टमा छ प्रडक्ट, अर्को छ प्राइस, अर्को छ प्लेस र अर्को छ प्रमोसन। प्रडक्ट भनेको कस्तो खाले बनाउने, प्राइस भनेको कुन रेन्जको प्राइसिङ राख्ने, प्लेस भनेको कहाँ गएर त्यसलाई बेच्ने, प्रमोसन भनेको कसरी हामीले त्यसलाई मान्छे सामु पुर्याउने भन्ने कुरा प्रमोसन हो। अब प्रोडक्टमा हेरौँ। अब प्रोडक्ट भन्ने बित्तिकै के बनाउने भनेपछि यसको फिचर्स हेरिन्छ, ड्युरेबिलिटी हेरिन्छ, डिजाइन, ब्रान्ड, प्याकेजिङ, आफ्टर सेल्स सर्भिस, वारेन्टी, ग्यारेन्टी, यो सबै के भयो त प्रडक्ट अन्तर्गत पर्यो। अब प्राइस हुने बित्तिकै कस्तो रेन्जको दिने, कति डिस्काउन्ट दिने, कतिलाई अफरमा राख्ने, कुन कस्टमरलाई कुन पेमेन्ट टर्म दिने, अनलाइन हो कि त्यसपछि क्रेडिट पोलिसी छ कि छैन, अलावेन्स दिएको छ कि छैन, यो सबै प्राइसिङ अन्तर्गत पर्यो। अब प्लेस भनेको डिस्ट्रिब्युसन च्यानल। डिस्ट्रिब्युसन च्यानलले तिमीले अनलाइन बेच्ने हो कि आउटलेट बनाएर बेच्ने हो कि होलसेलमा बेच्ने हो कि रिटेलमा बेच्ने हो कि कुन वेको ट्रान्सपोर्टेसन गर्ने हो, यो सबै प्लेस अन्तर्गत बन्यो। अर्को छ प्रमोसन। प्रमोसन भनेको कुन तरिकाले तिमीले एडभर्टाइजमेन्ट गर्ने हो, पर्सनल सेलिङ गर्ने हो कि त्यसलाई पब्लिसिटी गर्ने हो कि ब्रान्ड एम्बेसेडर राखेर गर्ने हो कि सोसल मिडिया मार्फत एडभर्टाइजमेन्ट गर्ने, यो सबै प्रमोसनमा पर्यो। अब यो 4वटा थियो बेसिक मार्केटिङ मिक्स। बेसिक मार्केटिङ मिक्स पछि नि 3टा मार्केटिङ मिक्स अझै थपिएको छ। 3टा मार्केटिङ मिक्समा के छ भन्दाखेरि पिपल, प्रोसेस अनि फिजिकल इभिडेन्स। पिपल भनेको के हो भन्दाखेरि त्यो मार्केटिङको लागि त थुप्रै पिपल इन्भल्भ भए हुन्छ नि त, इम्प्लोइ, कस्टमर, सप्लायर हो। त्यो पिपलको रिलेसन कस्तो बनाउने, के गर्ने, कस्तो गर्दाखेरि कस्टमरको डिमान्ड्स एन्टिसिपेट हुन्छ, त्यसलाई मिट हुन्छ भन्ने कुरा पिपलमा पर्यो। अब प्रोसेसेस भनेको कम्पनीको कस्तो प्रोसेस बनाउने, कुन मोड्युलले प्रोसेस गर्ने जसले गर्दाखेरि कम्पनीको अझै मार्केटिङ राम्रो होस्, के कुरामा ध्यान पुर्याउने प्रोसेस। अब फिजिकल इभिडेन्स भनेको तिमीले डेस्क रिसर्च गर्ने हो कि पेपर एनालाइसिस गर्ने हो कि ट्रेन्ड एनालाइसिस गर्ने हो। फिजिकल इभिडेन्स तिमीले आफ्नो सामान कस्टमर सामु फिजिकल पुऱ्याएर त्यसको टेस्टिङ निकाल्ने हो कि प्री लन्च गर्नुभन्दा नि प्री टेस्ट क्याम्पेन लन्च गर्ने हो कि, यो सबै कुरा फिजिकल इभिडेन्स अन्तर्गत पर्छ। अब नेक्स्ट हाम्रो छ मोस्ट इम्पोर्टेन्ट कुरा के छ प्रडक्ट इस्यु। अब हामीले यो मार्केटिङ पढ्यौँ, मार्केटिङ मिक्समा प्रडक्ट, प्लेस, प्रमोसन र प्राइस छ। हो त्यो 4वटा मिक्सलाई के इस्यु आइपरि आउँछ त भनेर यहाँ डिफाइन गरिएको छ, त्यसलाई पनि हामी हेरौँ है। ल अब यो प्रडक्ट इस्यु छ। सुरुमा प्रडक्ट इस्युमा 2 प्रकारको इस्यु आउन सक्छ। एउटा भनेको प्रडक्टको डेफिनेसन, अर्को भनेको प्रडक्टलाई पोजिसनिङ गर्दाखेरि। प्रडक्टको डेफिनेसन भनेको तिमीले कस्तो प्रडक्ट बनाउने हो, त्यसलाई नै कोर, एक्चुअल र एग्युमेन्टेडमा छुट्याइएको छ। कोर भन्ने बित्तिकै तिमीले कुन इन्डस्ट्रीमा जान्छौ। अब कफी बेचिरहेछौ भने कफीको कोर एनालाइसिस गर्दाखेरि त्यसको बेनिफिट के हो, मान्छेले भोक मेटाउन खाइरहेछ कि रिफ्रेसमेन्टको लागि खाइरहेछ कि इन्जोयमेन्टको लागि खाइरहेछ, के हो त त्यसको कोर भ्यालुज भनेर सुरुमा छुट्याउनु पर्यो। अब त्यो डिफाइन गर्न एक्चुअली इस्यु नै हो नि त। अनि अर्को छ एक्चुअल प्रडक्ट। अब त्यो कफी नि लाटे बेच्ने हो कि क्यापाचिनो बेच्ने हो कि एक्सप्रेसो बेच्ने हो कि अमेरिकानो बेच्ने हो, के हो त्यो एक्चुअल प्रडक्ट भयो। अब एग्युमेन्टेड, आफ्टर कफी खाइसकेपछि त्यसको रिभ्यू के दिने हो, अब के हुन्छ त्यसको आफ्टर सेल्स सर्भिसेस, अब कुनै प्रडक्ट बेचिरहेछ भने त्यसको वारेन्टी, ग्यारेन्टी, यो सबै के भयो एग्युमेन्टेड एक्सटेन्डेड प्रडक्ट अन्तर्गत पर्यो। अब अर्को छ प्रडक्टलाई पोजिसनिङ। अब त्यो प्रडक्ट पोजिसनिङ गर्दा झन् इस्यु कुरा हुन्छ। जस्तै हेर्छौ भने लुई भिटन लग्जरीले पोजिसन गरिरहेछ, अनि स्टारबक्स लग्जरी, अनि त्यसपछि आयो गुची तिम्रो ब्रान्डेड
स्ट्यान्डर्डाइजेसन भनेर गरिन्छ नि। अब त्यस्तै तिम्रो मार्केटलाई पोजिसनिङ गर्ने हो, कहाँ पोजिसनिङ गर्ने हो, लग्जरीमा गर्ने हो कि ठिक्क गर्ने हो कि नेसेसिटीमा गर्ने हो कि केमा गर्ने हो, तिम्रो त्यो प्रडक्ट पोजिसनिङ गर्दा नि अझै झ्याउ हुन्छ भन्न खोजा हो। हाम्रो प्रडक्ट बेटर छ कि छैन, अरूभन्दा कसरी बेटर छ, के छ, हामीले अरू कम्प्युटरले अफर नगरेको के गरिरहेछौँ, कहाँ हाम्रो पोजिसन गर्ने, कहाँ लगेर बेच्ने, के गर्ने, यो सबै प्रडक्ट रिलेटेड इस्यु आयो। अब अर्को छ तिम्रो प्राइसिङ इस्यु। प्राइसिङ इस्यु भनेको प्राइसिङले फोकस्ड गर्ने भनेको 4वटा सीमा हो। एउटा छ कस्ट, एउटा छ कस्टमर, अर्को छ कम्पिटिसन र अर्को छ कर्पोरेट अब्जेक्टिभ। अब यति कस्ट राख्यौँ भने हामीले यतिमा बेच्यौँ भने अथवा यतिको कस्टलाई सामानमा किन्यौँ भने हामीले यति जति प्रफिट बनाउन सकिन्छ भनेर कस्टले डिटरमाइन गर्ने भयो। यदि हामीले राखेको प्राइसमा कस्टमर साँच्चीकै त्यो प्रडक्ट किन्न विलिङनेस लाउँछ त, जस्तै मैले 1000को बिस्किट राखेँ भने कस्टमरले त्यो 1000 हालेर त्यो बिस्किट किन्छ त, के छ त्यो बिस्किटमा त्यस्तो त्यो 1000 हालेर किन्न विलिङनेस गर्छ भन्ने कुरालाई ध्यान पुर्याउन पर्यो। कम्पिटिसन, हाम्रो जेनरल मार्केट भन्दा एकदमै बढी छ कि प्राइस, एकदमै लो मार्केट प्राइस राखिरहेछौँ कि के गरिरहेछौँ, कम्पिटिसन हेल्थी कम्पिटिसन छ कि अनहेल्थी कम्पिटिसन छ त्यो पनि विचार गर्नु पर्यो। अर्को छ कर्पोरेट अब्जेक्टिभिटी। अब त्यो कर्पोरेट अब्जेक्टिभिटी कुन प्राइसिङ स्ट्राटेजी युज गरिरहेछौ, कुन अब्जेक्टिभ फुलफिल गर्न कसरी प्राइस गरिरहेछौ। तिमीले सुरुमा थोरै पैसा राखेर मार्केट सेयर धेरै गेन गर्ने हो कि अथवा धेरै पैसा राखेर थोरै मार्केट सेयर गेन गर्ने हो कि के छ त तिम्रो कर्पोरेट अब्जेक्टिभ, त्यो पनि बुझ्नु पर्यो। अब हामी हेर्छौँ प्राइसिङ इस्यु। अब प्राइसिङ इस्युमा पनि कति प्रकारको प्राइसिङ हुन्छ, के प्राइसिङ गर्न सकिन्छ भनेर विस्तृत रूपमा लेखिएको छ। यहाँ तिम्रो 9 टाइप्सको प्राइसिङलाई डिफाइन गरिएको छ। एउटा छ कस्ट प्लस प्राइसिङ, एउटा पेनिट्रेसन प्राइसिङ, एउटा प्राइस डिस्क्रिमिनेसन, गोइङ रेट प्राइसिङ, प्राइस स्किमिङ, लस लिडर, अनि अर्को छ क्याप्टिभेटिभ प्रडक्ट प्राइसिङ। अब कस्ट प्लस प्राइसिङ भनेको के हो त? कस्ट प्लस प्राइसिङ भनेको तिमीलाई परेको मूल्यमा सर्टेन प्रफिट राखेर त्यो सामानलाई बेचिरहेछौ भने त्यसलाई कस्ट प्लस प्राइसिङ भनिन्छ। जस्तै मार्कअप प्राइसिङ भनेको नि कस्ट प्लस प्राइसिङ हो। तिमीले 25% मा प्रफिट बनाउँछु भन्यो भने तिमीलाई लागेको मूल्यमा 25% प्रफिट जोडेर बेचिरहेछौ भने त्यसलाई कस्ट प्लस प्राइसिङ भनेर भनिन्छ। अब हामी हेर्छौँ पेनिट्रेसन प्राइसिङ। पेनिट्रेसन प्राइसिङ भनेको कस्तो खाले हो भन्दाखेरि सुरुमा एकदमै थोरै अमाउन्टमा बेच्ने, जसले गर्दाखेरि धेरै कस्टमर एट्र्याक्ट होस्। हामीलाई थाहा छ त्यो स्क्रुको सानो हुन्छ चुच्चो अनि पछि ठुलो 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 हुँदै जान्छ। त्यस्तै ह्यामर ठोक्दाखेरि सुरुमा यति ठोक्यो अनि थोरै पैसामा त्यो भित्र छिर्दै गएपछि अनि धेरै भित्र छिरेपछि त्यो पैसा बढ्दै बढ्दै जान्छ। त्यसलाई हामी पेनिट्रेसन प्राइसिङ भनेर भनिन्छ। यो धेरै क्लोथ इन्डस्ट्रीमा देख्न सकिन्छ। सुरुमा त्यही कपडालाई एकदम सस्तोमा बेच्ने अनि धेरै कस्टमर एट्र्याक्ट हुन्छ अनि त्यो भाइरल हुन थालेपछि त्यसको पैसा झ्याप्पै बढाइदिइहाल्ने, त्यसलाई हामी पेनिट्रेसन प्राइसिङ भनेर बुझ्न सकिन्छ। अर्को छ प्रिसिभ्ड क्वालिटी प्राइसिङ। हाम्रो दिमागमा के हुन्छ भने यदि त्यो सामानलाई महँगो परेछ भनेपछि पक्कै हाई क्वालिटीको छ, यदि त्यो सामान सस्तोमा राखिरहेको छ भने त्यो पक्कै लो क्वालिटीको हो। त्यही भएर कुनै पनि अर्गनाइजेसन अथवा कम्पनीजहरूले के गर्छ भने त्यो उसलाई अटोमेटिक हाई प्रेसमा सेट गर्छ, जसले गर्दाखेरि हाम्रो आइटम अलिकति लग्जरी देखियोस्, ब्रान्डेड देखियोस्, हाई क्वालिटीको होस् भन्ने मान्छेलाई प्रिसिभ्ड होस् भन्नेलाई प्रिसिभ्ड क्वालिटी प्राइसिङ भनेर बुझ्न सकिन्छ। अर्को छ प्राइस डिस्क्रिमिनेसन। यो टिकटकमा धेरै देखिन सकिन्छ। एउटै प्रडक्टलाई कसैले 1000 मा बेचे हुन्छ, कसैले 2000, कसैले 1500 भएन भनेर कसैले 500, त्यसलाई हामी प्राइस डिस्क्रिमिनेसन भनिन्छ। सिमिलर प्रडक्टलाई डिफ्रेन्ट प्राइसिङ राखेर गरी बेचिरहेछ भने त्यसलाई प्राइस डिस्क्रिमिनेसन भनिन्छ। अनि अर्को छ गोइङ रेट प्राइसिङ। प्राइस आर सेट टु म्याच कम्पिटिटर्स। आफ्नो कम्पिटिटर्स जस्तै चाउचाउ 15 रुपियाँको भ्यालु लगाइरहेछ भने अब फेरि तिमी चाउचाउ उत्पादन गर्यो भने तिमीलाई त्यसै 15 रुपियाँमा जुन रेटमा मार्केटमा प्राइस गइरहेछ त्यसलाई गोइङ रेट प्राइसिङमा बेच्ने। मार्केटमा चलिरहेको रेन्जमा आफू नि त्यहीमा मिसेर कम्पिटिटर जस्तै प्राइसमा बेचिरहेछौ भने त्यसलाई गोइङ रेट प्राइसिङ भनिन्छ। अर्को छ प्राइस स्किमिङ। प्राइस स्किमिङ जेनरली आइफोनमा हुन्छ।
आइफोनमा चाहिँ के हुन्छ भन्दाखेरि उसको फर्स्ट बायर्सहरू नै लिमिटेड हुन्छ कि अब यो रिलिज हुने बित्तिकै मेरो फोन चेन्ज गरेर यो लिन्छु भन्ने बायर्स उसको सर्टेन हुन्छ। त्यही भएर उसले के गर्छ, सुरुमा लन्च हुने बित्तिकै उसको प्रडक्ट एकदमै हाई रेन्जमा हुन्छ कि 17 प्रो म्याक्स रिलिज हुने बेलाको प्राइस र अरू आइफोन रिलिज भइसकेपछि 17 प्रो म्याक्सको प्राइस घट्दै घट्दै जान्छ। अब त्यो 17 प्रो म्याक्सलाई सुरुमै धेरै कस्टमा बेच्ने अनि त्यसको कस्टिङको आफूलाई प्रफिट हुन लागेपछि पैसा घटाइदिँदै जानेलाई हामी प्राइस स्किमिङ भनेर भनिन्छ। अर्को छ लस लिडर। लस लिडर भनेको के हो भन्दाखेरि एउटा सामान तिमीले लसमा बेचेर के एक्सपेक्टेसनले भन्दाखेरि अरू चाहिँ प्रफिटले पैसा कमाउँछ भनेर मानम त्यो के हुन्छ भन्दाखेरि त्यो क्याफेमा गयो, क्याफेमा जाने बित्तिकै तिमीले कफी चाहिँ एकदमै सस्तोमा 99मा बेचिरहेछौ अनि कफी खान जाने मान्छेले त अभियसली अरू केही पनि खान्छ नि त, कफीलाई बिस्किट खाला, कुकिज खाला, पेस्ट्री खाला, केही खाला, त्योहरूको प्राइस चाहिँ एकदमै हाई राख्दिने र कफीलाई चाहिँ एकदमै थोरै राखेर कस्टमरलाई एट्र्याक्ट गर्ने, त्यसलाई हामी लस लिडर भनिन्छ। यो सुपरमार्केटमा हेर्छौ भने नि अगाडिपट्टि फ्रन्ट ठाउँमै सेल 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 भनेर लेख्या हुन्छ, एकदम सस्तोमा हुन्छ अनि त्यो सुपरमार्केटमा भित्र छिर्छ मान्छे अनि त्यो सेलको सामान उठाउँछ अनि त्यो सेलको सामान जाँदाखेरि भित्रभित्र जान्छ मान्छे, यताउति हेर्छ, अरू सामान नि किन्छ, अरू सामान महँगोमा हुन्छ, त्यो लसको सामानलाई अरूको प्रफिटमा बेचेर कभर गरिन्छ, त्यसलाई हामी लस लिडर भनेर भनिन्छ। अर्को छ क्याप्टिभेटिभ प्रडक्ट प्राइसिङ। यो चाहिँ तिम्रो सिमिलर प्रडक्टमा भनेको प्रिन्टर र कार्टिएजको प्राइस एकदमै महँगो हुन्छ र प्रिन्टरको एकदमै सस्तो हुन्छ। प्रिन्टर मान्छेले किन्छ प्रिन्टर सस्तोमा पाइयो भनेर अनि पछि त्यो कार्टिएज किन्दाखेरि त्यो कार्टिएजको पैसै प्रिन्टरभन्दा महँगो पर्न जान्छ कि अनि त्यो कार्टिएजले प्रिन्टरको पैसा कभर गरिरहेको हुन्छ, त्यसलाई हामी क्याप्टिभेटिङ भनिन्छ। एउटा सस्तोमा सामान एट्र्याक्ट गर्ने, त्योसँग जसरी नै चाहिने सामानलाई चाहिँ महँगो बनाइदिने। अब जस्तै पेनलाई सस्तोमा बेचेर कपीलाई महँगो बनाइदियो भने त पेन र कपी भनेको त जसरी नि चाहिने सामान हो नि त, रिलेटेड सामान हो, त्यसलाई हामी क्याप्टिभेटिभ प्रोडक्ट प्राइसिङ भनेर बुझ्न सकिन्छ। अब अर्को छ प्रमोसनल इस्यु। प्रमोसनलमा ध्यान दिन पर्ने कुरा भनेको AIDA हो। तिमीले एडभर्टाइजमेन्ट गर्दाखेरि, सेल्स प्रमोसन गर्दा, पब्लिक रिलेसन गर्दाखेरि त्यसलाई अवेरनेस, इन्ट्रेस्ट, डिजायर र एक्सनलाई ध्यान पुर्याउनु पर्यो। त्यसले के अवेरनेस गरिरहेछ, त्यो अवेरनेसले कस्टमरलाई इन्ट्रेस्ट जेनेरेट गराएछ कि गराएको छैन, अनि के उनीहरू त्यो प्रडक्ट किन्नको लागि डिजायर भएको छन् अनि आएर प्रडक्ट किनेका छन् त भनेर AIDA सिक्वेन्समा तिमीले प्रमोसन गर्नु पर्यो। अब एडभर्टाइजिङमा हेर्छौ भने पनि तिमीले सोसियल मिडियामा गर्ने हो कि टिभीमा गर्ने हो, न्युजपेपरमा गर्ने हो, इन्फ्लुएन्सर बोलाएर गर्ने हो, के हो, एडभर्टाइजमेन्ट क्राइटेरियामा पनि इस्यु आउन सक्छ। अब अर्को छ सेल्स प्रमोसन टेक्निक। बाई 1 गेट 1 फ्री गर्ने हो कि अथवा फर्स्ट 10 कस्टमर 10% डिस्काउन्ट गर्ने हो कि अफर भनेर 50% अफमा बेच्ने हो कि के गर्ने हो, सेल्स प्रमोसन टेक्निकमा इस्यु आउन सक्छ। अर्को छ पर्सनल सेलिङ। डोर टु डोर सेलिङ गर्ने हो कि डेस्क रिसर्च बनाएर सामान सर्टेन क्याम्पेन बनाएर टेन्ट सेन्ट टागेर त्यहाँ सामान लगाएर बेच्ने हो कि पब्लिक रिलेसन भनेको PR। कुनै पनि ठुलो इभेन्ट भइरहेछ भने त्यसमा स्पोन्सर दिएर आफ्नो ब्रान्डलाई अगाडि देखाएर गराउने हो कि पब्लिकसँग रिलेसन बनाउनको लागि। जस्तै एउटा नेपथ्यको कन्सर्ट भयो, नेपथ्यको कन्सर्टमा स्पोन्सर दिने यति धेरै हुन्छ किनकि त्यहाँ मास मान्छे धेरै आउँछन् अनि टाइममा नकिन तिम्रो ब्रान्डलाई रिपिटेडली प्रनाउन्स गरेपछि मान्छेले के रहेछ त्यो ब्रान्ड, के हो, यसमा इन्ट्रेस्ट लाग्यो मलाई भन्दै खोज्दै आउँछ नि त। त्यही भएर मान्छेले PR पब्लिक रिलेसन गराउने काम नै गर्छन् स्पोन्सरहरू दिएर। अब अर्को छ प्लेसको इस्यु एकदमै हाई हुन्छ। तिमीले डाइरेक्ट सेल गर्ने हो कि आफै 1 to 1 भिजिट गरेर गर्ने हो कि आफूले डाइरेक्ट कोही मिडलम्यान नराखिकन आफ्नै आउटलेट खोलेर बेच्ने हो कि तिमीले डाइरेक्टली कस्टमरलाई नै डिल गर्ने हो कि त्यो सेलिङ डाइरेक्ट भयो। सेलिङ इन्डाइरेक्ट भनेको कुनै पनि च्यानल थ्रु गर्ने हो कि होलसेलरको नि बिचमा कोही मिडलम्यान राखेर बेच्ने हो कि के हो, यो चाहिँ प्रडक्सनको फुड डिस्ट्रिब्युसन प्रडक्टर डिस्ट्रिब्युटरहरूको हुन्छ। फार्मर टु कन्ज्युमर आउँदाखेरि हेर न कति मिडलम्यान हुन्छ। फार्मरले उत्पादन गर्छ, मन्डीमा लगेर होलसेलमा दिन्छ, होलसेलरले फेरि अर्को स्मल रिटेलरलाई दिन्छ, मन्डीबाट फेरि पसलमा ल्याएर बेच्छ, कन्ज्युमरसम्म आइपुग्दा त कति धेरै मिडलम्यान हुन्छ। त्यसलाई सेलिङ इन्डाइरेक्ट भनेर भन्न सकिन्छ।
अब अर्को छ हाम्रो स्ट्र्याटेजिक मार्केटिङ प्रोसेस। स्ट्र्याटेजिक मार्केटिङ प्रोसेसमा 3टा कुरा छ। सुरुमा एनालाइसिस गर्नु पर्यो, त्यसपछि चोइस गर्नु पर्यो, अनि अर्को भनेको इम्प्लिमेन्टेसन गर्नु पर्यो। एनालाइसिस भनेको जाँचबुझ गर्ने, चोइस भनेको रोज्ने, अनि इम्प्लिमेन्टेसन भनेको आफूले त्यो कामलाई उत्पादन गर्ने अथवा आफूले त्यो प्लान गरे अनुसार त्यसलाई रियालिटीमा ल्याउनेलाई इम्प्लिमेन्टेसन भनेर भनिन्छ। अब एनालाइसिसमा के छ? ब्रान्डको स्ट्रेन्थ, प्रोडक्ट क्वालिटी, रेपुटेसनको एनालाइसिस गर्नु पर्यो, कम्पिटिसनलाई एनालाइज गर्नु पर्यो, मार्केट रिसर्च गर्नु पर्यो, मार्केट कुन कुरामा एट्र्याक्ट छ, कुन कुराको ट्रेन्ड चलिरहेछ, के भइरहेछ भनेर एनालाइसिस गर्नु पर्यो। अर्को छ स्ट्र्याटेजिक चोइस भनेको कुन प्रडक्ट बेच्ने हो, कसको लागि टार्गेट गर्ने हो, बुढोको लागि हो कि बच्चाको लागि हो कि टिनेजरको लागि हो, त्यो हेर्नु पर्यो। त्यसपछि मार्केटिङ मिक्स भेरिएबलमा तिमीले कुन कुन स्ट्र्याटेजी लाउन सक्छौ, के गर्न सक्छौ, कुन कुन कुरामा तिमीले चोइस गर्न पर्ने हुन्छ, यो सबै स्ट्र्याटेजिक चोइस अन्तर्गत पर्यो। अब स्ट्र्याटेजिक इम्प्लिमेन्टेसन भनेको तिमीले एडभर्टाइजमेन्टको लागि कति बजेट छुट्याउने, यो वर्षको रेभेन्यू कति हो, टार्गेट मार्केट सेयर कति बनाउने हो, ब्रान्ड अवेरनेस कसरी गर्ने, मोनिटर कसरी गर्ने, कन्ट्रोल कसरी गर्ने भन्ने कुरा सबै के भयो त स्ट्र्याटेजी इम्प्लिमेन्टेसन अन्तर्गत पर्यो। अब डेस्क रिसर्च भनेको हामीले देखिन्छ नि है, कुनै बेला कुनै तिम्रो सेमिनार भइरहेछ, के भइरहेछ नि सर्टेन डेस्कमा बसेर आफ्नो प्रडक्टको बारे जानकारी दिइरहेछ कि अनि यो कस्तो भयो, तपाईँलाई कतिको मन पर्यो, के भयो, एलर्जी भयो भएन भनेर डेस्क रिसर्च गरिरहेको हुन्छ मान्छेले बुझ्नको लागि के छ के छैन भनेर। अब फिल्ड रिसर्च भनेको घर घरै भिजिट गरेर के युज गरिरहेछ, यो प्रडक्ट युज गर्छ कि के उसलाई मन परिरहेछ, मार्केटमा के ट्रेन्ड चलिरहेछ भनेर थाहा पाउने। टेस्ट मार्केटिङ भनेको आफ्नो प्रडक्ट लन्च हुनुभन्दा अगाडि नै प्री टेस्टको लागि इन्फ्लुएन्सरहरूलाई दिने अथवा कोही मान्छेलाई दिने, के गर्ने, त्यो चाहिँ टेस्ट मार्केटिङ भयो। स्ट्र्याटेजिक चोइसमा हेर जियोग्राफिक, डेमोग्राफिक, फिजियोलोजिकल, सोसियो इकोनोमिक, कुन क्लासलाई टार्गेट गर्ने हो, कुन मान्छेलाई टार्गेट गर्ने हो, कुन एज, सेक्स, इन्कम, त्यो सबै कुरा भयो। जियोग्राफिक भने हिमालको लागि टार्गेट गर्ने हो कि तराईको लागि टार्गेट गर्ने हो कि हिल्लीको लागि टार्गेट गर्ने हो भयो। अब यसमा थुप्रै कुराहरू आउँछ स्ट्र्याटेजिक चोइसमा। अब हामीले हाम्रो लेसनलाई कन्क्लुड गर्यो। हामीले आज थुप्रै कुराहरू पढ्यौँ। सुरुमा अर्गनाइजेसनल स्ट्रक्चर भने के हो पढ्यौँ, त्यसपछि फर्मल स्ट्रक्चर जस्तै कि इन्टरप्रेन्युअल, म्याट्रिक्स, फङ्सनल, डिभिजन, जियोग्राफिकल पढ्यौँ। अनि त्यसपछि हामीले इन्फर्मल अर्गनाइजेसन, बााउन्ड्रीलेस अर्गनाइजेसन, भर्चुअल, मोडुलर, अनि त्यसपछि हलो अर्गनाइजेसनहरू पढ्यौँ। त्यसपछि हामीले हेऱ्यौँ स्केल अफ चेन, स्प्यान अफ कन्ट्रोल, अनि ओनरसिप र म्यानेजमेन्टको डिफरेन्स, म्यानेजमेन्ट र डाइरेक्टरको डिफरेन्स, अनि त्यसपछि हामीले हेऱ्यौँ सेन्ट्रलाइज भर्सेस डिसेन्ट्रलाइजेसन, एन्थोनिजको ट्रायङ्गल, अनि त्यसपछि हामीले लेभल अफ स्ट्र्याटेजीहरू हेऱ्यौँ, अनि कुन कुन ठाउँमा कुन अर्गनाइजेसन कसरी अपरेट हुन्छ भनेर हेऱ्यौँ। अनि लास्टमा मार्केटिङ पढेर हामीले यो लेसनलाई कन्क्लुड गऱ्यौँ। अब लेसन 2 पनि कम्प्लिट भयो। हजुरहरूले काप्लान, स्टडी हब र बिपिपीको किट भ्याउनु केही कन्फ्युजन छ भने यु क्यान मेसेज मी। बाई बाई, सी यु अन द नेक्स्ट च्याप्टर।